हेलो एभ्रिवान। आज हामी एक्सक्रिप्टिभ सिस्टमको क्वाड फर्स्ट गर्न गइरहेछौँ र यो क्वाडमा हामीले क्वेसन्स एन्सर डिस्कस मात्र नगरी हरेक अप्सन्सलाई पुरै डिटेलमा डिस्कस गर्छौँ र त्यति मात्रै होइन, यो क्वेसन पढेर यो च्याप्टरमा अलमोस्ट यो च्याप्टर मात्रै होइन, जति पनि एक्सक्रिप्टिभ रिलेटेड अरू एनिमल्समा भए पनि अलमोस्ट हामी कभर गर्न खोज्छौँ। त्यही भएर राम्ररी ध्यान दिनु र आई होप सबैले राम्ररी तयारी गरेर होला। ल अब हामी सुरु गरौँ है त। क्वेसन नम्बर 1 मा के भन्छ त? इन द किडनी अफ म्यामल्स म्याल्पिजियन्स कर्पस्कल्स इज सिचुएटेड इन। म्याल्पिजियन कर्पस्कल जुन हुन्छ नि त्यो भनेको कहाँ हुन्छ त? त्यो भन्नुपर्छ है त, किडनीमा। अब हेर यो फिगरमा हेर्नु त, यो फिगरमा पहिला हामीले के गर्छ त? किडनीको स्ट्रक्चर हेर्छौँ। जस्तै एउटा किडनी थियो, अब किडनीलाई के गर्छ भने लङ्गिट्युडनली काट्यो, काटेपछि के देखिन्छ? यस्तो स्ट्रक्चर देखिन्छ होइन। अब हेर किडनी यस्तो देखेपछि यो जुन व्हाइट पार्ट देखिरहेछ नि, यो जुन व्हाइट पार्ट हो नि यो होइन, यसलाई के भन्छ त? यसको नाम के हो त? रिनल कर्टेक्स। रिनल कर्टेक्स भन्छ होइन। अब हेरौँ रिनल कर्टेक्स भयो। त्यस्तै यो पार्ट अलिकति ब्लुइसवाला यति स्ट्रक्चर देखिरहेछ नि, हामी यो जुन यति स्ट्रक्चर देखिरहेछ नि, यो यस्तो ब्लुइस पार्टबाट यति यो जस्तै सबै पार्ट भयो। यो भने के हो त? यो भने के हो त? द्याट इज कल्ड रिनल मेडुला भन्छ यसलाई। रिनल मेडुला भन्छ। रिनल के त? मेडुला भन्छ। रिनल मेडुला भयो राइट। रिनल कर्टेक्स एन्ड रिनल मेडुला भयो होइन। अब हेरौँ र यसको माथिमा यो किडनी छ, किडनीको माथिमा पनि त लेयरहरू छ नि होइन। किडनीको माथिमा पनि लेयर छ, कभरिङ छ। त्यस कभरिङ भनेको के हो त? कभरिङले के भन्छ त? रिनल त्यो कभरिङ पहिला हेरौँ, कभरिङ पनि पार्ट्सहरू छ। त्यस पहिला कभरिङ हेरौँ, कभरिङ यसको कभरिङ भन्यो भने केमा टिक लगाउनु? रिनल क्याप्सुल। रिनल क्याप्सुल यो कस्तो हुन्छ त? फाइब्रस टिस्यु हुन्छ, थिन फाइब्रस टिस्यु हुन्छ। यो थिन फाइब्रस टिस्यु कभरिङ द किडनी भन्यो भने द्याट इज के हो त? रिनल क्याप्सुल। तर यसको कभरिङ भनेको एउटा यति मात्रै हुँदैन, यो रिनल्स किडनीसँग अट्याच भएर ठ्याक्कै हो नि त। तर यसको के भन्छ? 5-4वटा हुन्छ कि, जस्तै 1, 2, 3, 4वटा हुन्छ। जस्तै मैले बनाएँ एउटा भयो, एउटा मा सबभन्दा आउटर मोस्ट, त्यसपछि सेकेन्ड मोस्ट, थर्ड एन्ड फोर्थ, 4वटा बनाएँ होइन। त्यो यो भनेको फर्स्टमा मैले जुन भनेको थिएँ यो पार्ट यो भनेको त भइहाल्यो नि। यो भनेको त के हो त? रिनल क्याप्सुल। यही हो रिनल क्याप्सुल्स, यो भयो राइट। त्यसपछि सेकेन्डमा जुन हुन्छ नि यसलाई के भन्छ भने पेरिरिनल फ्याट। पेरिरिनल फ्याट होइन, फ्याट हुन्छ। त्यसले के गर्छ त? किडनीको क्याप्सुलको ठ्याक्कै माथिमा हुन्छ। किडनी क्याप्सुल छ नि, किडनी क्याप्सुलको ठ्याक्कै माथिमा हुन्छ। यो फ्याटले किडनीलाई होल्ड गरेर राखेको हुन्छ पोजिसनमा। र त्यसको माथिमा के हुन्छ? यो जुन थर्ड नम्बरमा छ नि, यो थर्ड नम्बरमा त्यो के हो भने यसको थर्ड नम्बरमा छ त्यो भने के हो त? यसको नाम रिनल फ्यासिया भन्छ। रिनल फ्यासिया। यो रिनल फ्यासिया जुन छ नि, यो भनेको इम्पोर्टेन्ट छ। यसले के गर्छ भने किडनीले मात्र होइन, किडनीको माथिमा जुन ग्ल्यान्ड हुन्छ नि, सुप्रा रिनल ग्ल्यान्ड, द्याट इज एड्रिनल ग्ल्यान्ड, त्यसलाई पनि कभर गर्छ। कभरिङ केलाई कभर गर्छ यसले? किडनी प्लस के त? एड्रिनल ग्ल्यान्ड। किडनीलाई पनि र एड्रिनल ग्ल्यान्ड दुइटैलाई कभर गर्छ होइन। जस्तै यसरी बुझौँ, यो किडनी छ, किडनीको माथिमा यसरी ठ्याक्कै ग्ल्यान्ड हुन्छ नि, सुप्रारिनल ग्ल्यान्ड हो। त्यो यो जुन फ्यासिया थियो यसरी किडनीलाई कभर गर्दै गयो, यसरी बिचमा सेपरेट पनि बनायो र यहाँबाट टुक्रिएर यता पनि जानुभयो र माथिबाट पनि यसरी कभर गर्छ कि यसलाई होइन। त्यो पनि के हो त? पेरिनल फ्याट होइन। र सबभन्दा बाहिर यो पनि दुइटैलाई कभर गर्नुभयो, त्यो के हुन्छ त? पारारिनल फ्याट हुन्छ। पारारिनल फ्याट राइट। यसरी बुझ्नु पऱ्यो। 5वटा कभरिङ हुन्छ। के भन्छ? 5वटा कभरिङ, यो सम्झिनु पऱ्यो यसरी। 5वटा कभरिङ हुन्छ, त्यसलाई के भन्छ त? पारारिनल फ्याट। बुझ्यो? अब हेरौँ यो किडनी कर्टेक्स भयो। अब हेरौँ यो जुन हामीले हेऱ्यौँ, यो जुन पिरामिड थियो यो के हो त? रिनल मेडुला छ। मेडुलरी पार्ट यसरी यति सबैलाई मेडुला भन्छ कि यसलाई, यतिलाई। तर मेडुलाभित्र यो के हो त? पिरामिड्सहरू छ। पिरामिड सेपको छ कि छैन? छ। त्यसलाई के भन्छ त? रिनल पिरामिड भन्छ। के भन्छ यसलाई? यो जुन यस्तो सेपको देखेको छ नि, यसको नाम के हो त? रिनल पिरामिड। रिनल पिरामिड भन्छ यसलाई, रिनल पिरामिड होइन। अब रिनल पिरामिडको बिचमा पनि यो जुन व्हाइटिस पार्ट देखिरहेको छ नि, यो यसरी आएको छ बाहिरबाट, यसरी छिरेको छ नि भित्र हो, त्यो भने के हो त? कर्टेक्सकै पार्ट हो। यो जुन छ नि, यो के को पार्ट हो त? यो भनेको कर्टेक्सकै पार्ट हो। के हो त? कर्टेक्स हो। कर्टेक्स के भन्छ? गोइङ डिप इन्टु मेडुला। डिप इन्टु मेडुलाभित्र जुन कर्टेक्स गएको छ नि हो, त्यसलाई के भन्छ त? रिनल कोलम अफ बर्टिन। रिनल कोलम अफ बर्टिन। त्यो सम्झिनु, यो भनेको सोधिरहेको हुन्छ, धेरै इम्पोर्टेन्ट क्वेसन हो, त्यही भएर सम्झिनु भेरी इम्पोर्टेन्ट।
सबै इम्पोर्टेन्ट हो, सबै सोध्नु याद गर्नु, किनकि इक्जाममा जे पनि पाउन सक्छ नि त होइन। हो अब हेरौँ यति कुरा बुझ्यौँ। त्यसपछि जुन हेर त यो छ किडनी हो, यो किडनी भयो। किडनीको भनेको यो साइड देखेर चाहिँ हामीले यो के हो त कन्भेक्स छ कि छैन, छ। बाहिरतिर के छ कन्भेक्स छ, तर यो पार्ट भनेको कन्केभ छ नि त। हो कन्केभ पार्टमा के हुन्छ त ब्लड भेसल्सहरू, रिनल युरेटरहरू इन्टर गर्छ। त्यो पार्टलाई के भन्छ त इन्ट्री पोइन्ट, इन्ट्री हो नि त होइन, इन्ट्रिङ पार्ट हो। त्यसलाई हामीले के भन्छ त हाइलम भन्छौँ। के भन्छ हाइलम। हाइलम भनेको इन्ट्री पोइन्ट। जस्तै यो के भन्छ लङ्समा पनि हाइलम भन्छ, त्यस्तै यहाँ पनि हाइलम भयो होइन, हाइलम भन्छ। योबाट के छिर्छ त, जस्तै 1 नम्बरमा के हो त यो जुन देखिरहेको छ रेड कलरको यो के हो त यो रिनल आर्ट्री। त्यस्तै यो ब्लू कलरमा छ त्यो के हो त द्याट इज रिनल भेन। र यो जुन देखिरहेको छ हामीले यो के हो त 3rd नम्बरमा द्याट इज युरेटर होइन, युरेटर। यो के हुन्छ त कन्स्टिट्युन्ट अफ हाइलम। हाइलमबाट के पास हुन्छ भने के भने त यो सबै स्ट्रक्चरको नाम भन्नु पऱ्यो है। यति बुझौँ। अब हेरौँ यो जुन रिनल पिरामिड थियो नि, रिनल पिरामिडको टुप्पो छ, यो टुप्पोलाई के भन्छ भने रिनल प्यापिला भन्छ। यो टुप्पोवाला पार्ट छ नि, अब त्यसलाई के भन्छ त रिनल प्यापिला भन्छ। अब रिनल प्यापिला छ नि, रिनल प्यापिला गएर रिनल प्यापिलाबाट मिलेर कहाँ ओपन हुन्छ, यो रिनल प्यापिला ओपन कहाँ हो त ओपन इन्टु माइनर क्यालिक्समा ओपन हुन्छ। टोटल जम्मा माइनर क्यालिक्स कतिवटा हुन्छ त 7 देखि 13वटा माइनर क्यालिक्स हुन्छ। र माइनर क्यालिक्सहरू कम्बाइन भएर के भन्छ त मेजर क्यालिक्स भन्छ होइन। अब मेजर क्यालिक्स कतिवटा त यो भनेको 4वटा भन्छ। अब मेजर क्यालिक्सहरू कम्बाइन हुन्छ र के भन्छ त रिनल पेल्भिस भन्छ। रिनल पेल्भिस भन्ने भयो। रिनल पेल्भिसबाट कहाँ जान्छ त युरेटरमा जाने भयो, युरेटरमा। जस्तै हेर्दाखेरि यो फिगरमा यो भनेको के हो त यो भनेको पिरामिड भयो। पिरामिडबाट कहाँ जान्छ रिनल प्यापिलाबाट कहाँ जान्छ यो माइनर क्यालिक्स भयो। माइनर क्यालिक्स फ्रिजबाट के भन्छ मेजर क्यालिक्स भन्छ। त्यस्तै यो साइड पनि त्यस्तै भइरहेको छ। यो फ्रिजबाट के भन्छ यो भनेको पेल्भिस भयो। यो पार्ट के हो त पेल्भिस भन्ने भयो। पेल्भिसबाट कहाँ ओपन हुनुभयो त द्याट इज युरेटरमा जाने भयो। त्यसरी सम्झिनु पऱ्यो है त। यो भनेको जाने, तर एउटा कुरा के याद गर्नुपर्छ भने नोट गरौँ। नोट इन केस अफ ऱ्याबिटको केसमा के हुन्छ भने ऱ्याबिटमा के हुन्छ भने एउटा मात्रै मेडुलरी पिरामिड हुन्छ, सिङ्गल एउटा मात्रै के हुन्छ त मेडुलरी पिरामिड हुन्छ। मेडुलरी पिरामिड अथवा रिनल पिरामिड एउटै कुरा हो, एउटा मात्रै पिरामिड हुन्छ। अब हेरौँ त यो एउटा मात्रै पिरामिड छ भने, यदि एउटा मात्रै पिरामिड छ भने यो छुट्टी यो हुन्छ त हुँदैन नि, सबै एउटै यसरी एउटै भन्थ्यो ल, एउटै छ भने यो बिचको पार्टहरू पनि हुँदैन, रिनल कोलमा बर्टिन पनि हुँदैन। त्यसपछि यो क्यालिक्सहरू पनि चाहिन्छ त चाहिँदैन नि त, चाहिन्छ न चाहिँदैन। त्यही भएर के हुन्छ भने सो एब्सेन्स के एब्सेन्स हुन्छ त एब्सेन्स के हुन्छ त रिनल कोलमा बर्टिन हुँदैन ऱ्याबिटमा, प्लस रिनल क्यालिक्स पनि हुँदैन, क्यालिक्सेस पनि हुँदैन। यो पनि के हुन्छ त ऱ्याबिटमा हुँदैन। त्यही भएर बुझ्यौ, यति कुरा बुझ्यौँ। ऱ्याबिटमा यति मात्रै हो राइट। अब हेरौँ अब केही हामी किडनीको इन्फर्मेसनहरू हेर्छौँ है त। किडनी जस्तै किडनी छ होइन, किडनी भनेको कतिवटा हुन्छ हाम्रो बडीमा 2 किडनी छ, ठिक छ 2 किडनी छ। अब किडनीको वेट कति छ त किडनीको वेट पनि थाहा राख्नु पऱ्यो। वेट किडनीको कति छ, वेट भनेको मेल एन्ड फिमेलमा अलिकति फरक छ। जस्तै मेलमा भन्यो भने कति हुन्छ त 150 ग्राम, मेलमा 150 ग्राम। त्यस्तै फिमेलमा कति हुन्छ, फिमेलमा 135 ग्राम एभरेजमा यति हुन्छ है त। त्यस्तै अब किडनीको साइज हेर्नु पऱ्यो, साइज कति साइज हुन्छ। अब लेन्थ र हाइट याद गर्नु पऱ्यो होइन। हो त कसरी सम्झिनु 12, लेन्थ भनेको कति त 12, लेन्थ भनेको 12लाई मैले 2ले डिभाइड गरेर कति बन्छ त 6, त्यसपछि 6लाई 2ले डिभाइड गरेर कति बन्छ त 3 होइन। हो त यो भनेको के हो त लेन्थ भयो, यो भनेको 6 भनेको ब्रेथ याद गर्नु पऱ्यो, र 3 भनेको त विड्थ होइन, हाइट थिकनेस भयो यति याद गर्नु पऱ्यो। त्यस्तै एक्चुअलमा बुकमा लेखिरहेको हुन्छ कति यो 11 लेख्छ, यो भनेको 5 लेख्छ, त्यसपछि यो के त 3 लेख्छ। तर सम्झिनको लागि 12/2 गर्दाखेरि कति आउँछ त 6 आउँछ, 6/2 गर्दाखेरि 3 आउँछ। त्यस्तै यो भनेको यसको के भयो त लेन्थ भयो होइन। हो सेन्टिमिटर हो, फेरि कति त सेन्टिमिटरमा है त, सेन्टिमिटरमा यति सेन्टिमिटरको छ। त्यस्तै यसको लोकेसन याद गर्नु पऱ्यो। लोकेसन किडनी कहाँ हुन्छ त, किडनी कहाँ हुन्छ त्यो पनि याद गर्नु पऱ्यो। हो त किडनीको लोकेसन सम्झिनको लागि केही गाह्रो छैन। जस्तै यो 12 थियो नि त होइन, 12 छ, यो के छ 3 छ। त के सम्झिनु पऱ्यो भने यो भनेको यसको लोकेसन कति हुन्छ त T12 भर्टिब्रादेखि लिएर L3 भर्टिब्रासम्म, T12 भर्टिब्रादेखि लिएर L3 भर्टिब्रासम्म के हो त यसको लोकेसन हो किडनीको होइन। र अर्को कुरा के छ भने किडनी भनेको के हुन्छ त
रेट्रोपेरिटोनियल अर्गन हो। रेट्रोपेरिटोनियल अर्गन हो। रेट्रोपेरिटोनियल अर्गन। अब रेट्रोपेरिटोनियलको मतलब के भयो त? त्यही हेरौँ। जस्तै यो भनेको के हो त? यो भनेको मान्छे बनाएँ होइन, यो खुट्टाहरू भयो, ठिक छ, यो खुट्टा छ, यो भनेको घाँटी, यो टाउको, यतातिर मुख भयो। बिचमा के छ? बडीको एउटा क्याभिटी छ, स्याक हुन्छ, स्याक जस्तो हुन्छ, क्याभिटी हुन्छ। र त्यो क्याभिटीलाई के भन्छ त? यसलाई के भन्छ? स्याकलाई पेरिटोनियम भन्छ। यदि यसको पछाडिमा छ, यो भने अगाडिको पार्ट हो नि त, यो भनेको पछाडि ब्याकमा छ भने त्यो स्ट्रक्चरलाई के भन्छ? रेट्रोपेरिटोनियल अर्गन भन्छ। रेट्रोपेरिटोनियल अर्गन भन्छ त्यसलाई होइन। त्यही भएर यसलाई के भन्छ त? रेट्रोपेरिटोनियल अर्गन भन्छ किडनीलाई। बुझ्यौ? अब हेरौँ। त्यस्तै अरू रेट्रोपेरिटोनियल अर्गन भन्यो भने कसरी सम्झिने त? अरूहरू पनि त सोध्छ नि त, यो किडनी त मात्र होइन रेट्रोपेरिटोनियल अरू पनि छ। त्यसलाई के सम्झिने भने स्याड पक्कर, SAD स्याड, PUCKER स्याड पक्कर सम्झिनु पऱ्यो राइट। यसरी सम्झिने के सम्झिनु पऱ्यो भने स्याड पक्कर निमोनिक्सबाट सम्झिन सकिन्छ है त। ओके, अब हेरौँ। अब यो निमोनिक सम्झिनुभन्दा म एउटा पिक्चर देखाउँछु, त्योबाट सबै आइदिन्छ त्यहीमा है त। यो फिगरमा हेरौँ त, योमा के देखिरहेछ त? योमा हेरौँ। जस्तै हेर्दाखेरि यो जुन देखिरहेछ नि व्हाइट स्पट अलिकति देखिरहेछ नि होइन, पुरै अलिकति स्याडो टाइपको छ नि, त्यो भनेको पेरिटोनियम कभरिङ हो। र यसको भित्रमा छ नि, यसको भित्रमा पछाडिको स्ट्रक्चरलाई जस्तै अगाडिबाट यसरी काटिदिएको छ भेटलाई, एब्डोमेनलाई, र देखिरहेछ कि त्यसको पछाडिको त्यो आदि मात्रै देखियो नि त। जस्तै यो बडी क्याभिटी छ भने यसरी काटेको छ अनि यो पार्ट देखिरहेछ पछाडिको, त्यही भएर यो देखिरहेछ लाइन नि, यो भनेको स्याडोवाला पार्ट हो। त्यसलाई के भन्छ त? यो भनेको पेरिटोनियम हो। यो के हो त? यो भनेको पेरिटोनियम भयो है, पेरिटोनियम हो। त्यस्तै अब पेरिटोनियम छ भने अब हामी स्ट्रक्चरहरू त थाहा छ हामीलाई, यो के हो त? यो भनेको प्यानक्रियाज हो, यो भने के हो त? ड्युडेनम हो, यो के हो त? इसोफेगस हो। त्यसपछि यो जुन देखिरहेछ यो के हो त? होइन, यो के हो त? एड्रिनल ग्ल्यान्ड हो। किडनी, यो जस्तै किडनी छ, यो तलमा यसको ठ्याक्कै ड्युडेनमको तलमा किडनी हुन्छ, यो किडनी हो। किडनीको माथिमा सुप्रारिनल ग्ल्यान्ड छ, एड्रिनल ग्ल्यान्ड भयो। त्यसपछि यो चाहिँ किडनी छ, यो किडनी भयो होइन। त्यस्तै यो भने के हो त? यो एब्डोमिनल एओर्टा छ। त्यस्तै यो के हो त? इन्फेरियर भेना काभा छ राइट, इन्फेरियर भेना काभा भइहाल्यो होइन। अर्को हेर्दाखेरि यो एसेन्डिङ कोलन छ, यो डिसेन्डिङ कोलन किनकि माथि हेरेर छ। त्यसपछि ट्रान्सभर्स कोलन यसरी हुनुपर्ने, डिसेन्डिङ कोलन तल जान्छ राइट। त्यसपछि यो जुन देखिरहेछ यो भने के हो त? यो रेक्टम हो है त, यो रेक्टम भयो। अब हेरौँ, र यो आइरहेको छ तल किडनीबाट, यसको नाम के हो त? युरेटर हो। अब हेरौँ, यो के हो त? एड्रिनल ग्ल्यान्ड। एड्रिनल ग्ल्यान्ड भयो। त्यसपछि ठ्याक्कै उसको तलमा के हुन्छ त? किडनी। त्यसपछि यो के हो त? ड्युडेनम। यो ड्युडेनम भयो। अनि त्यसपछि यो के हो त? प्यानक्रियाज होइन। त्यसपछि यो के हो त? एओर्टा। एब्डोमिनल एओर्टा पेटमा छ, त्यही भएर एब्डोमिनल एओर्टा भनेको होइन। अर्को भनेको यो के हो त? डिसेन्डिङ कोलन। यो के हो त? डिसेन्डिङ कोलन, DES डिसेन्डिङ कोलन। त्यसपछि यो माथि गइरहेछ त्यसलाई के भन्छ त? एसेन्डिङ कोलन, ASC एसेन्डिङ के लेख्थेँ? एसेन्डिङ कोलन राइट। अब हेरौँ त, जस्तै यो हेर्दाखेरि के देखिरहेछ त? यो भनेको यो त युरेटर यहाँ एरो गएको छ। त्यस्तै यो हेर्दाखेरि यो त रेक्टम। र यो के देखिरहेछ हामी? यो भनेको यसरी गएको छ, यो भनेको इसोफेगस। के त? इसोफेगस। भयो राइट। अब हेरौँ, अब यो निमोनिक्समा हेरौँ। यो निमोनिक्समा हेर्दाखेरि यसबाट के हो त? यसबाट के सम्झिने? यसबाट भनेको सुप्रारिनल ग्ल्यान्ड किडनीको माथिमा छ, त्यही भएर सुप्रारिनल, यसलाई एड्रिनल ग्ल्यान्ड पनि भन्छ होइन। त्यसपछि एबाट के हो त? एबाट भनेको एओर्टा। डीबाट के त? डीबाट ड्युडेनम। तर ड्युडेनमको के हो त? एक्सेप्ट फर्स्ट पार्ट चाहिँ हुँदैन है त। एक्सेप्ट फर्स्ट पार्ट भनेको ड्युडेनमको हुन्छ। अब किन भयो एक्सेप्ट फर्स्ट पार्ट मैले किन भनिरहेको छु त्यो यहाँ हेरौँ त। यो पार्टमा हेर्दाखेरि यो जुन छ, यो जुन व्हाइटिस पार्ट छ, यो यसरी कभर गरेको छ, तर यति पार्ट जुन देखिरहेछ यो त कभर भएको छैन नि त। यो भने भित्रतिर आइदियो, पछाडितिर गएन, त्यही भएर यो फर्स्ट पार्ट के हो त? यो भित्र हुँदैन। र फोर्थ पार्ट पनि कुनै ठाउँमा लेख्छ, तर फर्स्ट पार्ट सम्झिने है त। त्यसपछि पी फोर के हुन्छ त? पी फोर प्यानक्रियाज के त? हेड प्लस के हुन्छ त? हेड एन्ड नेक। टेल चाहिँ हुँदैन। टेल हेर त, टेल भनेको यहाँ बाहिरतिर आएको छैन, टेल भनेको भित्रतिर आइदियो नि त हो, टेल चाहिँ हुँदैन, हेड एन्ड नेक हुन्छ। त्यस्तै युबाट के त? युरेटर। सीबाट के हो त? C4 के हो त? कोलनमा कुन एसेन्डिङ कोलन प्लस डिसेन्डिङ कोलन, ट्रान्सभर्स कोलन होइन। ईबाट के हो त? इसोफेगस। आरबाट के हो त? रेक्टम। यति सम्झिनु भयो है त। रेट्रोपेरिटोनियल अर्गन भयो है त। ओके, अब हेरौँ। अब
यो क्वेसन बुझिसकेपछि अब एउटा केही एक्स्ट्रा कुरा याद गरौँ। जस्तै अब नोट गरौँ है त। नोट किडनीको लोकेसन यति भयो नि त होइन। किडनीको भने के हो त L1 देखि L12 देखि T12 देखि L3 सम्म छ। त्यस्तै हार्टको सोध्यो भने के याद गर्ने? HEART हार्ट। हार्टको लोकेसन भन्यो भने के याद गर्ने? त कसरी सम्झिने भने यसको लागि हार्टमा कतिवटा वर्ड छ? HEART 5 छ कि छैन? हो, त्यही भएर T5 देखि लिएर र त्यसपछि सुरुमा के छ त? सुरुमा के हो त? H हो कि नै? H कति नम्बरमा पर्छ? 8 नम्बरमा। T8 T5 देखि T8 भन्यो भने के हुन्छ त? हार्टको लोकेसन हुन्छ। त्यस्तै अर्को कुरा याद गर्दाखेरि T4 ट्र्याकिया छ नि, यो जुन ट्र्याकिया यसरी हुन्छ, यो जुन ट्र्याकिया यसरी हुन्छ, यो ट्र्याकिया आयो, ट्र्याकिया बाइफर्केट हुन्छ, ब्रोङ्काइ भन्छ भन्दैन हो। त यो बाइफर्केसन कुन पोइन्टमा हुन्छ? यसलाई के भन्छ त? यो पोइन्टलाई के भन्छ त? किल और कडिना भन्छ नि होइन, किल और कडिना। यो कहाँ हुन्छ त? यो भनेको T4 T5 T4 to T5 T4 और T5 भन्छ होइन। मेनली भनेको T5 मा टिक लगाउनु, बुकमा T4 पनि हुन्छ, त T4 T5 हुन्छ कि T4 T5 को लोकेसनमा हुन्छ ठ्याक्कै यो, राइट? यति सम्झिनु पऱ्यो। अब हेरौँ, अब के छ भने यो क्वेसनले के भन्छ? इन द किडनी अफ म्यामल्स मेलपिजियन कर्पस्कल्स इज सिचुएटेड इन। यो IIM 2008 मा सोधिसकेको क्वेसन हो, त्यही भएर अब हेर्नु यसको बारेमा। जस्तै हेरौँ, यो किडनी हामी पढ्यौँ, किडनी पढ्यौँ, यसको कर्टेक्स छ बाहिर, त्यसको मेडुला। त्यस्तै यो फिगरमा हेरौँ त, यो भनेको सेम किडनी छ, पनि किडनी भयो, यो व्हाइट पार्ट भनेको कर्टेक्स रहेछ, यो भित्रको के हो त? मेडुला रहेछ। अब हेर, यो किडनीको यति सेक्सनलाई काटेर मैले माइक्रोस्कोपमा हेर्दाखेरि यस्तो फिगर देखिन्छ कि ठ्याक्कै। अब हेर, योमा के देखिरहेछ? यो स्ट्रक्चरको नाम के हो त? नेफ्रोन। नेफ्रोन नेफ्रोन भने के हो त? नेफ्रोन भनेको स्ट्रक्चरल एन्ड फङ्सनल, स्ट्रक्चरल एन्ड के त? फङ्सनल युनिट अफ किडनी। किडनी भन्छ यसलाई। यसलाई कहिलेकाहीँ युरिनिफेरस टिबल्स पनि भन्छ, युरिनिफेरस टिबल्स पनि भन्छ। अब यो भनेको कति हुन्छ भने ह्युमनको केसमा नम्बर्स यसको हेरौँ। ह्युमनको केसमा के हुन्छ भने एउटा किडनीमा इच किडनीमा यदि ह्युमनको कुरा गरिरहेछ भने ह्युमनको केसमा कति हुन्छ? ह्युमन केसमा 1 मिलियन भयो एउटा किडनीमा। त्यस्तै ऱ्याबिट छ भने ऱ्याबिटको केसमा कति हुन्छ? यो भनेको 2 लाख। त्यस्तै फ्रगको केसमा कति हुन्छ? 2000 हुन्छ। त्यसरी सम्झिने, नम्बर सोध्यो भने यसरी सम्झिन सकिन्छ। अब हेरौँ, नम्बर्सको नेफ्रोन्सको पनि के हुन्छ त? पार्ट्स हुन्छ। के हुन्छ यसमा? यसमा दुईवटा पार्ट हुन्छ। एउटा भने के हो त? एउटा मेलपिजियन कर्पस्कल्स भयो। अर्को के हुन्छ त? अर्को भनेको ट्युबुलर पार्ट्स। मेलपिजियन कर्पस्कलमा के पर्छ त? बोमेन्स क्याप्सुल प्लस ग्लोमेरुलस। बोमेन्स क्याप्सुल प्लस ग्लोमेरुलसलाई के भन्छ त? मेलपिजियन कर्पस्कल भन्छ। तर नोटमा के सम्झिनु भने मेलपिजियन टिबुल भन्यो भने मेलपिजियन टिबुल्स भन्यो भने के बुझ्नुपर्छ भने यो भनेको एक्सक्रेटरी अर्गन हो क्या। यो एक्सक्रेटरी अर्गन छ के त? अर्थ्रोपोडा। मोस्टली के त? ककरोच। किनकि अर्थ्रोपोडामा अरूहरू पनि एक्सक्रेटरी हुन्छ, जस्तै कपर्स ग्ल्यान्ड, एन्टेनरी ग्ल्यान्ड, अरूहरू पनि हुन्छ, त्यति सम्झिनु पऱ्यो। त्यस्तै यहाँ के छ त? बोमेन्स क्याप्सुल छ होइन। बोमेन्स क्याप्सुल छ भने बोमेन्स मेम्ब्रेन भन्यो भने के भन्ने? बोमेन्स मेम्ब्रेन भनेको कहाँ हुन्छ यो सोध्यो भने। त्यस्तै बोमेन्स ग्ल्यान्ड भन्यो भने के भन्ने? कहाँ हुन्छ यो? अब हेरौँ, यो बोमेन्स ग्ल्यान्ड जुन छ नि, यो भने के हो त? नाजल क्याभिटीमा हुन्छ। यसको काम के हो भने जस्तै हामी कुनै पनि कुराको स्मेल लिन्छौँ नि, हो त्यो स्मेललाई पहिला डिजल्भ गर्छ, त्यसपछि मात्रै हामीले त्यसलाई सेन्स गर्न सक्छौँ। त्यो काम भनेको बोमेन्स ग्ल्यान्डको हो होइन। त्यस्तै बोमेन्स मेम्ब्रेन भन्यो भने यो के हो त? एउटा होइन लेयर अफ कर्निया। आँखाको जुन कर्निया हुन्छ नि त्यसको एउटा लेयर हो। जम्मा लेयर कर्नियामा कतिवटा हुन्छ? 5वटा लेयर हुन्छ। त्यस्तै रेटिना भन्यो भने कतिवटा? 10वटा। त्यो सम्झिनु है त। अब हेरौँ, त्यस्तै ट्युबुलर पार्टमा के थियो? ट्युबुलर पार्टमा के पर्छ त? PCT
पिसिटी। अर्को लुप अफ हेनली। लुप अफ हेनली भने दुईवटा छ, एउटा एसेन्डिङ लुप अफ हेनली, अर्को भने के त डिसेन्डिङ लुप अफ हेनली, राइट। त्यस्तै अर्को के त डिसिटी र कलेक्टिङ ट्युबल्स होइन। यति पार्ट भनेको के हो त, यो पार्ट भनेको सबै नेफ्रोन्सको पार्ट हो। यो सबै पार्ट के को छ त नेफ्रोनको पार्ट छ। अब त्यस्तै लागि के बुझ्छ भने यो जुन कलेक्टिङ डक्ट छ नि, मल्टिपल कलेक्टिङ डक्ट धेरै नेफ्रोनको होइन, कहाँ ओपेन हुन्छ यो डक्ट बेलिनीमा ओपेन हुन्छ। डक्ट बेलिनी ओपेन भन्ने भयो। यो डक्ट बेलिनी जुन छ नि यो कहाँ ओपेन हुन्छ, यो भनेको द्याट इज कल्ड के भन्छ त्यसलाई रिनल प्यापिला थियो नि त, रिनल प्यापिला अघि पढेको हामीले, त्यहीमा रिनल प्यापिलामा ठ्याक्कै खुल्छ यो। रिनल प्यापिलाबाट अब स्टार्ट हुनु, रिनल प्यापिलाबाट कहाँ जान्छ यो भनेको माइनर क्यालिक्समा भने कतिवटा थियो जम्मा भनेको यो कति हुन्छ त जम्मा यो 7 देखि 13वटा हुन्छ। त्यो कहाँ ओपेन हुन्छ यो भनेको मेजर क्यालिक्समा जान्छ। मेजर क्यालिक्समा गयो, मेजर क्यालिक्स कतिवटा हुन्छ 4वटा। त्यसपछि कहाँ गयो त द्याट रिनल पेल्भिसमा जानुभयो। त्यसपछि कहाँ जानुभयो युरेटरमा, यसरी फ्लो हुन्छ है त। अब पिसिटी। अब यो जुन बोमेन्स क्याप्सुल छ, अब यहाँबाट के थाहा भयो भने यो जुन किडनी काटेको थियो हामीले, किडनीको क्रस सेक्सन यति पार्ट काटेको छौँ, त्यसबाट यो जुन अलिकति मोर पिङ्क कलरको छ त्यो भने के हो त यो मेडुला हो। यो मेडुला र बाहिर के हो त कर्टेक्स। अब यो जुन के छ त यो के हो त म्याल्पिजियन कर्पस्कल दुईवटा के हो त बोमेन्स क्याप्सुल थियो, अर्को के त ग्लोमेरुलस। अब यसको थोरै पढौँ है त। जस्तै यो भने के हो त, यो भनेको यसरी, यो भने के हो त यसरी ब्लड आयो, ब्लड भेसल्स आयो, एफरेन्ट आर्टेरियल्स आयो। त्यसपछि एक्जिट भनेको के हो त अलिक पातलो हुन्छ, न्यारो स्ट्रक्चर हुन्छ होइन। र यो भनेको यसरी भनेको क्यापिलरी लुप बनाएको हुन्छ होइन, क्यापिलरी बनाएको हुन्छ। त्यस्तै यो आउने पार्ट जुन छ, यो जुन आयो नि ब्लड भेसल्स, यसको नाम के हो त एफरेन्ट, एफरेन्ट आर्टेरियल्स भन्छ। र एक्जिट भनेको बाहिर जाने भयो, बाहिर जानलाई के भन्छ त इफरेन्ट आर्टेरियल्स। अब सम्झिने कसरी, जस्तै ईबाट भने के हो त ईबाट एक्जिट हुन्छ बुझ्दैन, एक्जिट भने के हो त जाने, बाहिर जाने भयो। त्यस्तै एबाट के सम्झिने आउने, यो भनेको ग्लोमेरुलस ल्याउँछ त्यही भएर एफरेन्ट भयो, एक्जिट भनेको जाने भयो। र यो के हो त इफरेन्ट भनेको कस्तो हुन्छ, इफरेन्ट भनेको न्यारो हुन्छ, डायमिटर कम छ। यो के हो त अलिकति ब्रोड हुन्छ, वाइडर हुन्छ, यो वाइडर हुन्छ। अब त्यस्तो किन हुनु पऱ्यो त, जस्तै यहाँबाट धेरै ब्लड आयो तर जाने कम छ भने धेरै आएको कुरा यहाँ त धेरै निस्किन पाएन, यसमा त यहाँ प्रेसर बढेको कारणले गर्दा के हुन्छ फिल्ट्रेसन हुन्छ यसमा, ठिक छ। अब हेरौँ, अब के छ भने यो भनेको बोमेन्स क्याप्सुल भयो, यो भने बोमेन्स क्याप्सुल छ। त्यस्तै यो के हो त ग्लोमेरुलस भयो, यो के हो त ग्लोमेरुलस, यसको नाम के छ त ग्लोमेरुलस, यो के त बोमेन्स क्याप्सुलको पनि यो भनेको भित्रको पार्ट छ त्यसलाई भिसरल एपिथेलियम भन्छ, यसलाई के भन्छ बाहिरकोलाई पेराइटल एपिथेलियम भन्छ, र बिचको स्पेसलाई के भन्छ त बोमेन्स स्पेस भन्छ। यो जुन पार्ट देखेको छ नि यो लाइनिङ यसरी, यो भने के हो त यो भिसरल एपिथेलियम हो। त्यसपछि यो बाहिरबाट यसरी लाइन गरेको छ त्यो के हो त यो भनेको पेराइटल एपिथेलियम, यो भनेको पेराइटल एपिथेलियम। र यो भित्रको भनेको कस्तो त भिसरल एपिथेलियम। दुईटै कस्तो हुन्छ, दुईटै भनेको स्क्वामस सेल नै हो, स्क्वामस एपिथेलियम नै, स्क्वामस एपिथेलियम हुन्छ। र यो जुन भित्रको छ नि भित्रको भिसरल एपिथेलियम यो भनेको मोडिफाइड हुन्छ इन्टु बोट सेप्ड सेलमा, बोट सेप्ड सेल स्ट्रक्चरमा। त्यसलाई हामीले के भन्छ भने यसलाई पोडोसाइट भन्छौँ, पोडो मिन्स खुट्टा हुन्छ त्यही भएर पोडोसाइट भन्छौँ। यसमा के हुन्छ त जस्तै यस्तो टाइपको हुन्छ कि यो फिङ्गरलाई यस्तो भयो र यसरी आइदियो हुन्छ। त्यो यो बिचको जुन ग्यापहरू छ नि फिङ्गरमा, यो बिचको ग्यापहरू छ नि हो त्यसलाई के भन्छ त फिल्ट्रेसन स्लिट, योबाट के हुन्छ त फिल्ट्रेसन हुन्छ योबाट, ठिक छ। अब हेरौँ, अब जस्तै यो के हो त सिम्पल स्क्वामस एपिथेलियमबाट पनि हुन्छ। त्यस्तै अरू सोध्यो हामीलाई सिम्पल स्क्वामस एपिथेलियम कहाँ पाउँछ तब जान्नुभयो नि हो, के सम्झिने भने सिम्पल स्क्वामस एपिथेलियम कहाँ पाउँछ त निमोनिक्स के छ ABCD र E होइन। एबाट के हो त एल्भेलाई कहाँ छ त्यो लङ्समा, राइट। बीबाट के हो त बोमेन्स क्याप्सुल किडनीमा हो, राइट। सीबाट पनि के सम्झिने भने सीबाट सम्झिनु पर्यो भने कभरिङ पनि सम्झिन सक्छ, सीबाट सिलम पनि सम्झिन सक्छ हो, यो पनि कभरिङ हो। र यो के भयो त यो भने पेरिटोनियम, कभरिङको पनि पेरिटोनियम, अर्को भनेको पेरिकार्डियल, अर्को के त प्लिउरा भइ नै हाल्यो प्लिउरा, राइट। डीबाट पनि के हो त डिसेन्डिङ
डिसेन्डिङ लुप अफ हेनली। यीबाट के हो त इन्डोथेलियम, यीबाट के हो त इन्डोकार्डियम। यो सबै ठाउँमा के पाइन्छ त सिम्पल स्क्वामस एपिथेलियम पाइने भयो। ठिक छ, यति बुझ्यो। यति बुझिसकेपछि अब अगाडि हेरौँ। यति बुझिसकेपछि अब के थाहा पाउनु, के थाहा पाइन्छ? यो क्वेसन त मिल्छ नि त होइन। इन द किडनी अफ म्यामल्स म्यामोथेलियम कर्पस्कल्स के कहाँ हुन्छ? यो भनेको के हो त द्याट इज कल्ड कर्टेक्समा हुन्छ। पेल्भिस पनि पढिसक्यो, पिरामिड पनि थाहा भयो, मेडुला पनि थाहा भयो, त कर्टेक्समा हुन्छ। त्यस्तै कर्टेक्समा अरू के हुन्छ त? कर्टेक्समा अरू के हुन्छ त? अहिले पढेको अनुसार कर्टेक्समा अरू के थियो त? कर्टेक्समा भनेको म्याल्पिजियन कर्पस्कल्स एउटा भयो, म्याल्पिजियन कर्पस्कल्स, पिसिटी पनि कर्टेक्समै छ, प्लस डिसिटी कर्टेक्समा हुन्छ। त्यस्तै मेडुलामा के हुन्छ? मेडुलामा भनेको लुप अफ हेनली र कलेक्टिङ ट्युबुल्स। यो कहाँ हुन्छ त? मेडुलामा हुन्छ। यति याद गर्नु पऱ्यो है त। अब हामी क्वेसन नम्बर 2 मा जान्छौँ है त। क्वेसन नम्बर 2 ले के भन्छ? युरिनरी ब्लाडर इज लाइन बाई, यो भनेको आइएम 2007 मा आइसकेको फर्स्ट क्वेसन हो। क्वेसन के छ भने युरिनरी ब्लाडरलाई कुन एपिथेलियमले लाइन गरेर हुन्छ? अब हेरौँ, अप्सन एमा हेरौँ। पहिला हरेक अप्सनलाई राम्रो ध्यान दिनु। अघिसम्म मैले पढाएको जति पनि छ नि त्यो भनेको क्वेसन एउटा मात्रै भयो भने त्यो हरेक जति पोइन्ट भनेको हरेक क्वेसन हो कि। त्यही भएर यो होइन कि मतलब धेरै एक्सप्लेनेसन भयो, त्यो होइन। अलमोस्ट मैले थ्योरी पनि कभर गर्न खोजिरहेको छु, त्यही भएर सबै कुरामा ध्यान दिनु है त। अब क्वेसन नम्बर 2 मा हेरौँ त। क्वेसन नम्बर 2 ले के भन्छ? युरिनरी ब्लाडर इज लाइन बाई। अब युरिनरी ब्लाडरलाई के लाइन गरेको हुन्छ त्यो जान्नु पऱ्यो। त्यसको लागि अप्सन एमा के छ? स्क्वामस एपिथेलियम, राइट। अप्सन बीमा के छ? स्युडो स्ट्राटिफाइड द्याट इज स्क्वामस एपिथेलियम। त्यसपछि अप्सन 3 मा के छ? ट्रान्जिसनल एपिथेलियम। एन्ड अप्सन डी मा के छ? केराटिनाइज स्ट्राटिफाइड स्क्वामस एपिथेलियम। अब हेरौँ, यो भनेको एनिमल टिस्यूको टपिक हो, त्यही पनि मैले लगभग कभर गर्न ट्राई गर्छु के सकिन्छ। हेरौँ, अब हेरौँ, यहाँ के छ? फर्स्टमा स्क्वामस एपिथेलियम, स्क्वामस एपिथेलियम। स्क्वामस एपिथेलियम के हो त? यो भनेको फ्ल्याट हो कि। स्क्वामस भनेको कस्तो सेल हुन्छ भने फ्ल्याट सेल हुन्छ, फ्ल्याट सेल्स, राइट। र यसमा के हुन्छ त? सेन्ट्रली लोकेटेड न्युक्लियस हुन्छ, फ्ल्याट सेल हुन्छ। र कुन ठाउँमा पाउँछ? जुन ठाउँमा इजिली सब्सटेन्स एक्सचेन्ज हुन पाओस् कि, स्पेसली भनेको डिफ्युजन हुन पाउने ठाउँहरूमा, डिफ्युजन एक्सचेन्ज हुने ठाउँमा, राइट। अब यो कहाँ पाउँछ? यसको टाइप हुन्छ, स्क्वामस एपिथेलियमको पनि टाइप छ। एउटा भनेको जस्तै सिम्पल स्क्वामस एपिथेलियम भयो, सिम्पल स्क्वामस एपिथेलियम होइन, सिम्पल स्क्वामस एपिथेलियम। अर्को के हुन्छ त? अर्को भनेको स्ट्राटिफाइड अथवा कम्पाउन्ड पनि भन्न पाइयो, स्ट्राटिफाइड स्क्वामस एपिथेलियम, दुईवटा है त। अब सिम्पल स्क्वामस एपिथेलियम कहाँ पाउने हो त? सिम्पल स्क्वामस एपिथेलियमको अघि पनि डिस्कस भइसकेको छ हाम्रो। के निमोनिक्स थियो त? ABCDE होइन। एबाट के हो त? एल्भियोलाई। एल्भियोलाई कहाँ हुन्छ त? लङ्समा है त। एल्भियोलाई छ भने कहाँ हुन्छ त? लङ्समा, राइट। त्यसपछि बीबाट के त? बाउमेन्स क्याप्सुल, बाउमेन्स क्याप्सुल। सीबाट के हुन्छ त? कभरिङ, सीबाट के हुन्छ? कभरिङ। अब कभरिङमा के कभरिङ चाहिन्छ त? जस्तै योबाट के भयो भने एउटा पेरिटोनियम, पेरिटोनियम अथवा सिलम पनि भन्न पाइन्छ, सिलम पनि पाइन्छ। त्यस्तै पिलिउरा, यो पनि कहाँ हुन्छ? लङ्समा। त्यस्तै हेर्दाखेरि अरू के पाइन्छ त? पेरिकार्डियम, पेरिकार्डियम। अब एउटा कुरा के याद गरौँ भने यो जुन पेरिकार्डियम छ नि, यो भनेको अलिकति कन्फ्युजिङ छ, त्यही भएर मैले यसको बारेमा थोरै कुरा भन्न चाहेँ। पेरिकार्डियममा के छ भने यो के हो त? कभरिङ अफ हार्ट, कभरिङ अफ हार्टको कभरिङ है त। कभरिङ अफ के त? हार्टको हो। र यसको टाइप्सहरू पनि छ। जस्तै मैले के गरेँ भने यो भनेको एउटा, यो भनेको मैले हार्ट बनाएँ, राइट। यो भनेको हार्ट बनाएँ। हार्ट बनाउँदाखेरि यो हार्ट बनाउँदाखेरि जस्तै यो यति छ होइन, यो लेयर मैले यति मैले काटेर हटाएँ, यति मैले काटेर यहाँ मैले राखिरहेको छु है त। यो काटेर राख्दाखेरि जस्तै के भयो भने यो भनेको हार्टको एउटा क्रस सेक्सनल्स मैले ल्याएँ, यति पार्ट, ठिक छ। यति पार्ट भनेको हार्टको यो लेयर होइन। हार्टको छ भने हार्टमा के हुन्छ? सबभन्दा भित्र भनेको के हो त? यो भनेको इनर पार्ट भयो, यो भनेको इनर साइड भयो, यो भनेको के हो त? आउटरमा, आउटरमा है त। इनर साइडमा छ भने इनरमा के हुन्छ? इनरमा के हुन्छ? यो सबभन्दा भित्र द्याट इज इन्डोकार्डियम हुन्छ, इन्डोकार्डियम हुन्छ। त्यसपछि यो जुन देखिरहेको छ नि यो हो, यो बिचको एकैछिन, यो पार्ट भनेको यो पार्ट बिचको पार्ट छ, त्यो भनेको के हो त? मायोकार्डियम, मायोकार्डियम हार्टको लेयर हो।
र त्यसपछि मायोकार्डियम भयो। मायोकार्डियमलाई कभर गर्ने भनेको के हो त इन्डोकार्डियम, मायोकार्डियम र पेरिकार्डियम हुन्छ नि एउटा पेरिकार्डियम पनि हुन्छ नि हैन। हो इन्डोकार्डियम, मायोकार्डियम र पेरिकार्डियम। पेरिकार्डियम त भइसक्यो तर यो भनेको मानौँ के त पेरिकार्डियम। पेरिकार्डियम अब हेरौँ यो जुन पेरिकार्डियम छ नि पेरिकार्डियम पनि दुई टाइप हुन्छ, टु टाइप्सको हुन्छ पेरिकार्डियम। के हुन्छ एउटा भनेको बाहिर सबभन्दा पहिला फाइब्रस पेरिकार्डियम हुन्छ, फाइब्रस पेरिकार्डियम भयो र तल त्यसको ठ्याक्कै तलमा के हुन्छ त सेरस पेरिकार्डियम हुन्छ, सेरस पेरिकार्डियम। फाइब्रस पेरिकार्डियम भयो र त्यसपछि के त सेरस पेरिकार्डियम। अब यो जुन सेरस पेरिकार्डियम छ नि सेरस पेरिकार्डियमलाई फेरि डिभाइड गरेको छ बाहिर भनेको पेराइटल पेरिकार्डियम, पेराइटल लेयर अथवा पेराइटल पेरिकार्डियम र त्यसपछि यसको भित्रतिरबाट के हुन्छ त भिसरल लेयर हुन्छ है त, भिसरल लेयर हैन। भिसरल लेयरलाई नै हामीले के नामले चिन्छौँ भने भिसरल पेरिकार्डियम हो। भिसरल पेरिकार्डियमलाई नै यसलाई इपिकार्डियम पनि भन्छ, इपिकार्डियम पनि भन्छ। इपिकार्डियम किन भनेको भने यो डाइरेक्टली अट्याच हुन्छ, यो के हुन्छ भने डाइरेक्टली अट्याच्ड टु हार्टको लेयर द्याट इज के त मायोकार्डियमसँग डाइरेक्टली अट्याच हुन्छ। त्यही भएर यसलाई के भन्छ त इपिकार्डियम पनि भन्छ। त्यो भनेको सम्झिनु है त, त्यो भनेको सम्झिनु। यो इपिकार्डियम भनेको के हो भने सम्झिनु पऱ्यो। सबभन्दा पहिला मैले के भने यो भनेको हार्ट हुन्छ, हार्टमा के हुन्छ पेरिकार्डियम छ, पेरिकार्डियमको दुईवटा पार्ट हुन्छ फाइब्रस पेरिकार्डियम, त्यसपछि सेरस पेरिकार्डियम। सेरस पेरिकार्डियमलाई दुईवटा डिभाइड गरेको छ पेराइटल लेयर बाहिरतिर, भिसरल भनेको द्याट इज भित्रतिर हुन्छ भिसरल पेरिकार्डियम। र भिसरल पेरिकार्डियमलाई नै अर्को के नामले चिन्छ भने इपिकार्डियम पनि भन्छ, द्याट इज डाइरेक्टली अट्याच टु द हार्टको लेयरसँग। त्यही भएर सम्झिनु पऱ्यो। अब एउटा कुरा अझै के सम्झ्नु भने एउटा के जान्नु पर्यो भने यो जुन भिसरल पेरिकार्डियम र पेराइटल पेरिकार्डियम छ नि यो बिचमा जुन स्पेस हुन्छ नि यो हो त्यो स्पेसको नाम भनेको के हो भने यसकै नाम के छ, यसकै नाम भने के हो त पेरिकार्डियल स्पेस, पेरिकार्डियल स्पेस। यो स्पेसमा के पाउँछ त पेरिकार्डियल फ्लुइड, पेरिकार्डियल फ्लुइड यो स्पेसमा पाउँछ। पेरिकार्डियल फ्लुइडको काम के हो दुईवटा लेयरको बिचको फ्रिक्सनलाई घटाउनु पऱ्यो हैन, यति सम्झिनु पऱ्यो त। त्यस्तै डीबाट के पढ्यो त हामीले, डीबाट के थियो त डिसेन्डिङ लुप अफ हेनली। त्यसपछि ईबाट के थियो त ईबाट इन्डोकार्डियम अथवा पहिला इन्डोथेलियम एन्ड इन्डोकार्डियम। यति भयो यसका मतलब। अब स्ट्राटिफाइड स्क्वामस इपिथेलियमलाई फेरि दुईटामा डिभाइड गरेको छ। एउटा के त एउटा भनेको नन केराटिनाइज स्ट्राटिफाइड स्क्वामस इपिथेलियम एउटा भयो। अर्को के त अर्को द्याट इज केराटिनाइज्ड स्ट्राटिफाइड स्क्वामस इपिथेलियम। अब हेरौँ केराटिन जहाँ छ केराटिनले के बनाउँछ त स्किनलाई अलिकति ड्राई बनाउँछ, हार्ड बनाउँछ कि नै हो। त्यही भएर यो सम्झिनको लागि सिम्पल इजी छ। केराटिनाइज भन्यो भने के सम्झिने नहास NAHAS। एनबाट के त एनबाट भनेको नेल, एचबाट के हो त हेयर र एसबाट के हो त स्किन। यो ठाउँमा के पाइन्छ त केराटिनाइज इपिथेलियम पाइन्छ हैन, केराटिनाइज स्ट्राटिफाइड स्क्वामस इपिथेलियम। त्यस्तै नन केराटिनाइज भन्यो भने अब यसलाई कसरी सम्झिनु पर्यो, नन केराटिनाइज कस्तो ठाउँमा छ भने जुन ठाउँमा केराटिन हुँदैन त्यो भनेको नन केराटिनाइज हो। र यो ठाउँ भने कस्तो बुझ्नु भने अलिकति के हुन्छ यो अलिकति द्याट इज मोइस्चर हुन्छ कि मोइस्ट नेचरको अलिक भिजेको टाइपको हुन्छ कि वेटी हुन्छ कि हो। त्यो वेटी हुन्छ त्यसलाई सम्झिनको लागि के सम्झिने भने यसको लागि टिभीमा काले टिममा काले पिएम सम्झिने। यो निम्निक्स सम्झ्यो भने सबै सम्झिन सक्छ। जस्तै हेरौँ अब के सम्झ्यो भने जस्तै टीबाट के हो त टङ भनेको जति बेला पनि भिजेको हुन्छ हुँदैन टङ। त्यस्तै बीबाट भनेको भेजाइना, एमबाट भने के हो त माउथ। त्यस्तै सीबाट के सम्झिने सम्झिन सक्छ त सीबाट भनेको द्याट इज एनसको क्यानल हुन्छ कि द्याट इज क्यानल अफ एनाल भन्छ, एनाल क्यानल भन्छ त्यसलाई। त्यही भएर एनस लेखौँ। र एबाट भनेको अलरेडी एनस हुन्छ। र एलबाट भनेको के सम्झिन सक्छ भने एलबाट ल्यारिङ्स। त्यसपछि ईबाट के हो त इसोफेगस। पीबाट के सम्झिन सकिन्छ पीबाट भनेको युरेथ्रा हुन्छ नि, युरेथ्राको जस्तै
युरेथ्रा छ। युरेथ्रा भनेको ब्लाडर, यो भने ब्लाडर हो, ब्लाडरबाट निस्किने भयो ब्लाडर हैन। यहाँ के त प्रोस्टेट हुन्छ, प्रोस्टेटबाट निस्क्यो त्यसपछि बाहिर जान्छ नि त हैन। हो त्यो ब्लाडरबाट निस्केपछि यो प्रोस्टेटमा जुन पार्ट हुन्छ त्यसलाई प्रोस्ट्याटिक युरेथ्रा भन्छ। त्यसपछि यो प्रोस्ट्याटको ठ्याक्कै र भनेको यो पिनसमा जानुभन्दा पहिला ठ्याक्कै यो स्टेम त्यसलाई मेम्ब्रेनस युरेथ्रा भन्छ। तलको पार्टलाई ठ्याक्कै के भन्छ त, द्याट इज कुन पेनाइल युरेथ्रा भन्छ त्यसलाई है त। अब हेरौँ त त्यस्तैमा यो कहाँ पाइन्छ त, यो पाउने भनेको पेनाइल युरेथ्रामा, पेनाइल युरेथ्रामा, पेनाइल युरेथ्रामा पाउँछ। प्रोस्ट्याटमा भन्यो भने फेरि फरक, त्यही भएर यति याद गर्नु। प्रोस्टेटिक युरेथ्रा भन्यो भने अर्को कुरा आउँछ है त, त्यो पनि यसले हामी कुरा गर्छौँ। अब हेरौँ, अब यो स्ट्राटिफाइड भइहाल्यो। त्यसपछि अप्सन बीमा के छ, अप्सन बीमा के छ, स्युडो स्ट्राटिफाइड सिलिएटेड। स्युडो स्ट्राटिफाइड सिलिएटेड कोलमनार हुन्छ तर यो स्ट्राटिफाइड स्क्यामस चाहिँ हुँदैन है। स्युडो स्ट्राटिफाइड सिलिएटेड कोलमनार हुन्छ तर स्ट्राटिफाइड चाहिँ हुँदैन, त्यही भएर यो अप्सन नै मिलेन। स्युडो स्ट्राटिफाइड त हुन्छ तर यहाँ कोलमनार स्क्यामस हुँदैन, कोलमनार हुन्छ, कोलमनार भएको भए हुन्थ्यो तर स्क्यामस चाहिँ हुँदैन, त्यही भएर यो अप्सन मिलेन। अब अप्सन सीमा छ ट्रान्जिसनल एपिथेलियम। ट्रान्जिसनल एपिथेलियम कहाँ पाइन्छ त, के छ त, ट्रान्जिसनल एपिथेलियम, ट्रान्जिसनल ट्रान्जिसनल भनेको के हो भने, ट्रान्जिसनल भनेको कसरी सम्झिने भने तन्किने ठाउँमा के, तन्किने, ट्रान्जिसन भनेको तन्किने ठाउँमा, तन्किने ठाउँमा पाइन्छ यो। अब यसको लागि पनि सम्झिन सकिन्छ, जस्तै यो भनेको पाउने भनेको मेनली के हो त, युरिनरी सिस्टममा, युरिनरी सिस्टममा पाउँछ यो। कहाँ पाउँछ त, युरिनरी सिस्टममा। यसको लागि पनि सम्झिनको लागि एउटा निमोनिक सम्झिन सक्छौँ, के सम्झिने, आरयुबिपी, आरयुबिपी। अब आरयुबिपी सुनेपछि केही न केही याद आयो होला पक्कै। आरयुबिपी भनेको के हो भने बोटनीमा पढ्यो होला आरयुबिपी। आरयुबिपी भनेको फोटोसिन्थेसिस च्याप्टरमा छ, आरयुबिपी पढ्यो होला। त्यो भनेको के हो त, मोस्ट एबन्डेन्ट प्रोटिन, मोस्ट एबन्डेन्ट प्रोटिन, यो कहाँ त, बोटनीमा, ठिक छ। त्यस्तै मोस्ट एबन्डेन्ट कार्बोहाइड्रेट भन्यो भने के भन्ने, नोट बनाऊ, मोस्ट एबन्डेन्ट कार्बोहाइड्रेट भन्यो भने केमा टिक्ला भने सेलुलोज, सेलुलोज चाहिँ मोस्ट एबन्डेन्ट कार्बोहाइड्रेट हो। प्रोटिन भन्यो भने द्याट इज आरयुबिपी भन्छ, रुबिस्को भन्छ क्या त्यसलाई, रुबिस्को, रुबिस्को, ठिक छ। अब हेरौँ, अब यो ट्रान्जिसनल एपिथेलियममा यसको के नाम छ त त्यो सम्झिनु पऱ्यो। जस्तै आरबाट के छ भने आरबाट रिनल पेल्भिस, रिनल पेल्भिस, रिनल पेल्भिस यसरी सम्झिने के। जस्तै यो भनेको किडनी भयो, एक साइड किडनी छ, अर्को साइड किडनी यहाँ छ। अब किडनीबाट निस्किने भनेको युरेटर निस्किन्छ नि त, हो युरेटर निस्किनुभन्दा पहिला ठ्याक्कै अलिकति ब्रोड हुन्छ युरेटरको माथिको पार्ट, त्यसलाई पेल्भिस भन्छ। त्यसपछि युरेटर निस्किने भयो तल, त्योबाट पनि पेल्भिस, त्यसपछि युरेटर तल आउने भयो। त्यो कहाँ पेन हुन्छ त, यो ब्लाडरमा पेन हुन्छ, ब्लाडरबाट जानु भयो युरेटरमा जानु भयो, राइट, यसै जानु पऱ्यो हैन। त्यस्तै रिनल पेल्भिस भयो। अब के हुन्छ, अब भनेको युबाट के हो त, युरेटर। त्यस्तै बीबाट के त, ब्ल्याडर, ब्ल्याडर कुन, युरिनरी ब्ल्याडर, युरिनरी ब्ल्याडर। र पीबाट भनेको के त, पीबाट पनि सम्झिनु पर्यो। पीबाट के हुन्छ त, अहिले नै मैले भनिसकेको थिएँ के थियो भने जुन नन केराटिनाइज स्ट्राटिफाइड स्क्यामस एपिथेलियम थियो नि त्यो पेनाइल युरेथ्रामा थियो। त्यस्तै यो कहाँ हुन्छ त, अब यो भनेको प्रोस्ट्याटिक युरेथ्रामा, प्रोस्ट्याटिक युरेथ्रा, प्रोस्ट्याटिक युरेथ्रामा कहीँ पाइन्छ यो, द्याट इज ट्रान्जिसनल एपिथेलियम। यति कुरा सम्झ्यो हैन। अब हेर्नु, अब क्वेसन नम्बर अप्सन डीमा, अप्सन केमा, डीमा हेरौँ। अप्सन डीमा के छ, केराटिनाइज स्ट्राटिफाइड स्क्यामस, यो त भइसक्यो नि, अलरेडी डिस्कस भइसकेको छ। केराटिनाइज स्क्यामस एपिथेलियम कहाँ पाइन्छ, नहाँस पनि सम्झिने, यति सम्झिनु पऱ्यो हैन। अब यो क्वेसन के, यसको एन्सर के हुन्छ त, अब यसको एन्सर के भयो भने युरिनरी ब्ल्याडर इज लाइन बाई ट्रान्जिसनल एपिथेलियम, केही गाह्रो छैन। अब यसबाट जुन पनि जुनसुकै सोध्यो भने मिल्छ नि यति क्वेसनबाट हैन। अब जाऊँ केमा, क्वेसन नम्बर 3 मा जाऊँ। क्वेसन नम्बर 3 मा के छ त, क्वेसन नम्बर 3 ले के भन्छ, युरिकोटेलिजम, युरिकोटेलिजम इज फाउन्ड इन, अप्सन ए मा छ फ्रग एन्ड टोड, अप्सन बी मा म्यामल्स एन्ड बर्ड, अप्सन सी फिसेस एन्ड फ्रेस वाटर प्रोटोजोन्स एन्ड अप्सन डी इज बर्ड्स, लिजार्ड एन्ड स्नेक्स। अब हेरौँ, अब क्वेसन यो क्वेसन छ, यो भनेको एक्सक्रेटरी सिस्टमको प्रोडक्ट हुन्छ नि त, डिफ्रेन्ट अर्गानिजममा डिफ्रेन्ट हुन्छ, त्यो रिलेटेड यो भनेको क्वेसन हो। जस्तै हेरौँ, अब मैले यसको हरेक डिटेल कुरा गरिदिन्छु ताकि मतलब कुनै पनि कन्फ्युजन नहोस् भनेर कहिले। जस्तै फर्स्टमा हेरौँ, फर्स्टमा भनेको एमोनोटेलिक हेरौँ, एमोनोटेलिक। अब एमोनोटेलिक भनेको कस्तो अर्गानिजमलाई भन्ने, जसले प्रोड्युस गर्छ के त, एमोनिया, एमोनिया, एमोनिया भनेको NH3 हैन, एमोनिया हो, राइट। एमोनिया प्रोड्युस गर्नलाई के भन्छ, एमोनोटेलिक भन्छ। एमोनिया भनेको के हो त, यो मोस्ट टक्सिक कम्पाउन्ड, टक्सिक एक्सक्रेटरी प्रोडक्ट, कम्पाउन्ड नभन एक्सक्रेटरी प्रोडक्ट एमोनिया है त। एमोनिया चाहिँ मोस्ट टक्सिक के हो त,
एक्सक्रेटरी प्रोडक्ट हो। यति सम्झिनु पर्यो। एमोनिया चाहिँ के छ त मोस्ट टक्सिक एक्सक्रेटरी प्रोडक्ट। यति याद भयो है त। अब के सम्झिने भने एमोनिया मोस्ट टक्सिक त हो। अब टक्सिक जुन कम्पाउन्ड छ त्यो त त्यस्तै फर्ममा त निस्किन्छ त निस्किँदैन। त्यसलाई हामीले के गर्नुपर्छ डाइल्युट गर्नुपर्छ। टक्सिक छ भने यसलाई हामीले के चाहिन्छ त डाइल्युट गर्नुपर्छ ताकि लेस टक्सिक होस् हो कि डाइल्युट गर्नु पर्यो। डाइल्युट गर्नु पर्यो भने यसलाई के चाहिन्छ मोर वाटर चाहिन्छ। मोर वाटर चाहिन्छ। मोर वाटर चाहिने भयो नि त होइन। मोर वाटर यसलाई चाहिने भयो। मोर वाटर कहाँ पाइन्छ त एक्वाटिक होइन एक्वाटिक। एक्वाटिक भनेको पानीमा बस्ने होइन एक्वाटिक अर्गानिजमहरूलाई मोर वाटर त्यहाँ हुन्छ एक्वाटिकमा मोर वाटर हुन्छ हो कि नि हो। त्यही भएर अब यो कहाँ जेनरली कुन पाइन्छ त एक्वाटिक अर्गानिजमहरू पर्ने भयो। अब यसलाई सम्झिने कसरी कहाँ कहाँ पर्छ कुन अर्गानिजम त्यो सम्झिनु पर्यो हो। त्यसको लागि इक्जाम्पल्समा के सम्झ्यो भने मस्टली होइन अल के त अल इन्भर्टिब्रेट्स सबै इन्भर्टिब्रेट जस्तै के छ त प्रोटोजोआ पोडिपेरा सिलेन्टेटाहरू छ नि होइन हो। सिलेन्टेटा प्रोटोजोआ पोडिपेरा सिलेन्टेटा सबैमा तर एक्सेप्सन सम्झिनु। यसको लागि पनि के त एक्सेप्सन छ। अल इन्भर्टिब्रेट त भनिसकेँ तर सबैमा त पाउँदैन नि त। जस्तै मैले इक्जाम्पल दिन्छु है त के सम्झिनु भने मोलस्का पनि इन्भर्टिब्रेट्स हो। त्यस्तै इकाइनोडर्माटा पनि भयो होइन यो भनेको पनि एक्सेप्सन छ। त्यस्तै अर्को कुरा के बुझ्यो भने अर्थवर्म अर्को के त एस्क्यारियस कहाँ पर्छ त यो भनेको नेमाटिहेल्मिथमा द्याट इज राउन्ड वर्म अथवा अर्थवर्म कहाँ पाउँछ त द्याट इज फेरिटिमेपोस्टुमा नाम यसको साइन्टिफिक नेम। यो कहाँ पाइन्छ त एन्टिडियम पाउने भयो। अब हेरौँ यो जुन छ नि यो मोलस्का एन्ड इकाइनोडर्माटा यो भनेको पनि इन्भर्टिब्रेट हो तर यो कहाँ पाउँछ भने तर यो चाहिँ कुनमा पाउँछ भने यसले के प्रोड्युस गर्छ भने एमाइनो एसिड यसले प्रोड्युस गर्छ। त्यही भएर यो अर्गानिजमले के भन्छ त एमाइनोटेलिक भन्छ एमाइनोटेलिक। यति सम्झिनु पर्यो। अब हेरौँ यो जुन अर्थवर्म छ अब के सम्झिनु भने यो जुन अर्थवर्म छ एस्क्यारियस छ होइन यो दुइटैले के गर्छ भने यो दुइटैले प्रोड्युस गर्ने के हो त एमोनिया पनि प्रोड्युस गर्छ। त्यही भएर एमोनोटेलिक पनि हो एमोनोटेलिक प्लस युरिया पनि प्रोड्युस गर्छ त युरियोटेलिक ठिक छ। दुइटै यसले प्रोड्युस गर्ने भयो दुइटै प्रोड्युस ठिक छ के दुइटै प्रोड्युस गर्छ तर कम्पेयरमा हेर्दाखेरि युरिया चाहिँ बडी प्रोड्युस गर्छ कि योभन्दा एमोनियाभन्दा। त्यही भएर अल्टिमेटली के भयो भने युरिया प्रोडक्सन गर्ने भयो। त्यही भएर मेन एन्सर भन्यो भने यो दुईवटामा के टिक लगाउनु त युरियोटेलिक टिक लगाउनु पऱ्यो है त। अब हेरौँ यो भने के हो त एमोनियाको भयो होइन एमोनिया निकाल्ने। अब त्यस्तै सेकेन्ड नम्बरमा हेरौँ के हो त युरिया हेरौँ अब जस्तै युरियोटेलिक भन्यो भने युरियोटेलिक अर्गानिजम भन्यो भने प्रोसेसलाई भन्छ युरियोटेलिजम। त्यस्तै यहाँ युरिकोटेलिजम छ नि त्यस्तै होइन। अब युरिया निकाल्ने यसले के निकाल्छ त युरिया अब NH2CO NH2 यो कम्पाउन्डको फर्मुला हो NH2CO NH2 होइन। अब यसको अलिकति मैले थोरै एक्स्ट्रा कुराहरू गरिदिन्छु ताकि मतलब खोइ याद होस् भनेर होइन। अब युरिया भनेको के हो भने युरियामा सोध्छ के मिलेर बन्छ युरिया के सम्झिने दुईवटा एमोनिया प्लस के हो त एउटा कार्बन डाइअक्साइड यो मिलेर भन्ने के हो त युरिया भन्छ है त युरिया भन्छ। त्यस्तै युरिया भनेको फर्स्ट एक्सिडेन्टली प्रिपेयर्ड कम्पाउन्ड पनि हो एक्सिडेन्टली प्रिपेयर्ड अर्ग्यानिक कम्पाउन्ड पनि हो त्यो सम्झिनु पर्यो। र यो बनाउने मान्छेको नाम के थियो त एफ होलर मान्छेले बनाएको हो। त्यस्तै अब तिमीले सोचमा होला यसरी सम्झिनु सबै कुरा है त लिङ्क गरेर पढ्नु। त्यस्तै अब तिमीलाई सोध्छ फर्स्ट यो भने यो के छ फर्स्ट छ। त्यस्तै सेकेन्ड कुन होला सेकेन्ड अर्ग्यानिक कम्पाउन्ड प्रिपेयर भन्यो भने के टिक लगाउने सेकेन्ड अर्ग्यानिक कम्पाउन्ड भन्यो भने के सम्झिन्छ त त्यति बेला के सम्झिने भने एसिटिक एसिड हो सेकेन्डमा बनाएको। यो बनाउनेको मान्छेको नाम के थियो त कोल्ब्स होइन यो बनाउने मान्छे ठिक छ। अब हेरौँ यो भनेको अलिकति एक्स्ट्रा कुरा हो त्यही भएर यो पनि सम्झिराख्नु। कोल्ब्स साइन्टिस्ट थियो त्यस्तै यसको नाम एफ होलर थियो यो पनि सम्झिनु होइन। अब हेरौँ अब के छ भने अर्ग्यानिक कम्पाउन्ड यो त भइहाल्यो होइन यति कुरा त गरिसक्यो हामीले। अब के छ भने अब यो जुन कुरा हामी गरिरहेको छौँ नि यो भनेको कुन अर्गानिजम युरिकोटेलिजम त्यो सम्झिनु पर्यो। अब त्यसको लागि के सम्झिनु भन्यो भने म्यामल्स हामी पनि त तिमी हो नि त म्यामल्स भयो। त्यस्तै गर्दाखेरि अर्को के त अर्को भनेको फ्रगमा पनि दुईवटा हुन्छ एउटा लार्भा अर्को भने एडल्ट त्यही भएर एडल्ट फ्रग पनि पढ्ने भयो। अर्को के छ भने फिसेस पनि छ क्या एउटा के हो त
फिसेस कुन फिस कार्टिलेजिनियस फिस त्यसको नाम के हो त इलाज्मो ब्रान्च भन्छ कि इलाज्मो ब्रान्च भन्छ यो कस्तो टाइपको फिस हो यो भनेको कार्टिलेजिनियस फिस हो कार्टिलेजिनियस फिस है त इलाज्मो ब्रान्च देखिरहेको सम्झनु पऱ्यो र अर्को हामीले पढि नै सक्यो अहिले के थियो त एस्क्यारिस प्लस के हो त अर्थम यो भनेको दुईटै प्रड्युस गर्छ एमोनिया प्लस युरिया त्यही भएर दुईटै दियो भने दुईटैमा टिक लगाउने यदि छैन भने केमा टिक लगाउनु पऱ्यो भने युरियोटेलिकमा टिक लगाउने ठिक छ यति कुरा सम्झिनु है त यति कुरा सम्झिनु पऱ्यो यो अर्थम र यो भनेको धेरै नै सोधिरहेको हुन्छ त्यही भएर यो भनेको सम्झिनै पऱ्यो त अर्थम छुट्टै टपिक पनि छ नि त सोधिरहेको हुन्छ त्यस्तै अर्को कुरा एउटा कन्फ्युज के भइरहेको हुन्छ भने इक्जाम्पल भयो है यो भनेको इक्जाम्पल्स यो म्यामल्स भनिरहेको छ होइन म्यामल्स भनेको अब हामीले जेनरली के सोच्छौँ म्यामल्स भनेको गाई बाख्रा ह्युमन्सहरू भइहाल्यो होइन तर एउटा माछा पनि छ कि व्हेल यो भनेको सबैले माछा लागिरहेको हुन्छ तर यो माछा होइन म्यामल हो त्यही भएर व्हेल भने पनि केमा टिक लगाउनु पर्यो त द्याट इज युरियोटेलिकमा टिक लगाउने यति भयो है त अब हेरौँ थर्डमा के छ हाम्रो जुन क्वेसनले सोधिरहेको छ युरिक होइन युरिक एसिड युरिकोटेलिक अब युरिकोटेलिक भने के हो त युरिकोटेलिक भनेको यसले प्रड्युस गर्ने युरिक एसिड हो होइन युरिक एसिड प्रड्युस गर्छ अब युरिक एसिड भनेको के हो भने युरिक एसिड भनेको एक्सक्रेटरी भनेको लिस्ट टक्सिक एक्सक्रेटरी प्रोडक्ट लिस्ट टक्सिक एक्सक्रेटरी प्रोडक्ट युरिक एसिड हो अब हेरौँ युरिक एसिड जुन छ यो कहाँबाट बन्छ त युरिक एसिड पनि कहाँबाट आयो त प्रोड्युस कहाँबाट हुन्छ त युरिक एसिड अब्टेन फ्रम कहाँबाट प्रोड्युस फ्रम कहाँबाट त प्रोड्युस्ड फ्रम मेटाबोलिजम अफ यो प्युरिन डाइट यो पनि सबै क्वेसन हो यो नसोच्नु कि मतलब यो एक्स्ट्रा कुरा छ सबै क्वेसन त्यही भएर यो पनि सम्झिनु पऱ्यो प्युरिन भने कुन कम्पाउन्ड त जस्तै एउटा प्युरिन हुन्छ अर्को प्यारिमेटिन नाइट्रोजन स्पेसमा प्युरिनमा के पर्छ त एडिनाइन अर्को के त ग्वानाइन सबै क्वेसन हो सबै सम्झिनु पऱ्यो है त एडिनाइन ग्वानाइन भनेको त्यो त प्युरिन हो प्युरिन डाइटमा पाउने भयो होइन अब ठिकै छ यति कुरा बुझ्यौँ अरू एक्स्ट्रा कुरा अहिले नकुरा गरौँ धेरै भइहाल्छ अब युरिक एसिड मैले के भने लिस्ट टक्सिक छ यदि जुन कम्पाउन्ड लिस्ट टक्सिक छ भने त्यसलाई हामीले डाइल्युट गर्नुपर्छ त पर्दैन नो डाइल्युसन डाइल्युसन गर्नुपर्छ पर्दैन यदि डाइल्युटै गरेको छैन भने यसको मतलब लगभग त्यसमा पानी छैन भने त्यही भएर त्यसलाई के गर्छ त सोलिड फर्ममा के हुन्छ त एक्सक्रेट गर्छ पास गर्छ सोलिड फर्म होइन के सम्झिनु पर्यो भने सोलिड फर्ममा पास हुन्छ सोलिड फर्ममा पास हुनुको फाइदा के हो त सोलिड फर्ममा यो पास भइरहेछ किनकि यो लिस्ट टक्सिक छ त्यही भएर फाइदा के हो त यसको मतलब के भयो भने सोलिड फर्म पास हुनुको मतलब फाइदा के भयो भने वाटर जुन थियो वाटर भनेको त कन्जर्भ भयो नि त होइन H2O थियो यो भनेको कन्जर्भ भयो H2O त लस भएन त भएन H2O कन्जर्भ भयो H2O कन्जर्भ भएपछि के हो त वाटरमा युज गर्ने भयो होइन लामो समयसम्मको लागि डेजर्टहरूमा भयो होइन तिनीहरूमा त्यही भएर युज यति कुरा सम्झिनु वाटर कन्जर्भको लागि हेल्प गर्ने भयो यसको लागि इक्जाम्पल सम्झौँ यसको इक्जाम्पल्सहरू के हुन्छ त यसको इक्जाम्पल्स गाह्रो छैन सिम्पल सम्झिने के निमोनिक छ एउटा निमोनिक छ बिआइआरई सम्झिनु पऱ्यो बिआइआरई राइट के सम्झिने बिआइआरई यति सम्झिनु पऱ्यो अब हेरौँ बीबाट भन्ने के हो त बीबाट भनेको बीबाट बर्ड्स भयो आईबाट भनेको के हो त इन्सेक्ट्सहरू भयो होइन इन्सेक्ट्स त्यसपछि आरबाट के हो आरीबाट रेप्टाइल तर एउटा एक्सेप्सन छ है त त्यो पनि सम्झिनु पऱ्यो रेप्टाइल त भनेर छ त्यसमा पनि एउटा एक्सेप्सन छ त्यो भनेको सम्झिनु पऱ्यो एक्सेप्सन के छ त क्रोकोडाइल एक्सेप्सन हो अब क्रोकोडाइल जुन एक्सेप्सन छ यसमा त यो पनि त कुनैमा पाइरह होला तब त एक्सेप्सन भएको नि त यसमा त यो एक्सेप्सन छ अरू कुनैमा पाउँदैन त्यो होला होइन त्यही भएर के सम्झिनु पऱ्यो भने यो भनेको क्रोकोडाइल एक्सेप्सन छ यो कहाँ पाउँछ त यसले के निकाल्छ त यसले निकाल्ने भनेको एमोनिया हो NH3 त्यही भएर यो के हो त एमोनोटेलिक हो अब एउटा अझै कुरा मलाई के याद आयो भने जस्तै मैले के गरेको थिएँ भने यहाँ एमोनोटेलिकको इक्जाम्पल दिँदाखेरि यहाँ के भने इन्भर्टिब्रेट्स भनेको थिएँ इन्भर्टिब्रेट्समा के थियो त यहाँ एमोनोटेलिक इक्जाम्पल दिँदाखेरि इन्भर्टिब्रेट्स भनेको थिएँ एक्सेप्सन थियो मलस्का थियो एकाइनबाट थियो जुन के निकाल्छ एमाइनो एसिड निकाल्छ र त्यस्तै भएर एमाइनोटेलिक भन्छ होइन अर्को के थियो भने अर्को द्याट इज कल्ड अर्थम छ एस्क्यारिस छ त्यसले प्रड्युस गर्ने एमोनिया पनि हो अर्को युरिया पनि हो तर मोर भने युरिया निकाल्छ त्यही भएर के हो त युरियोटेलिक भएको अर्को पनि इक्जाम्पल यसको सम्झौँ अर्को पनि के को इक्जाम्पल यसकै द्याट इज एमोनोटेलिक इक्जाम्पल याद गरौँ यसको अरू इक्जाम्पल के सम्झिनु पऱ्यो भने
यसको अरू इक्जाम्पलमा के सम्झिने भर्टिब्रेट्समा भयो जस्तै त्यो त इन्भर्टिब्रेटमा थियो नि अब के हो त भर्टिब्रेट्समा के सम्झिन सक्छ त भर्टिब्रेट्समा हामीले यसको के आउँछ त भर्टिब्रेटमा जस्तै फ्रगको एडल्ट हामीले त्यहाँ पढिसकेको थियो होइन अब यहाँ के पाउँछ भने ट्याडपोल अफ फ्रग ट्याडपोल अफ के त फ्रग एकैछिन यो राम्रो भएन ट्याडपोल अफ फ्रग जुन छ त्यो के हो त एमोनिया निकाल्छ र एउटा अझै कुरा याद गर्नुपर्ने के छ भने ट्याडपोल अफ जुन फ्रग छ नि त्यो भनेको हर्बिभोरस हो के हर्बिभोरस भनेको के हो त घाँसपात मात्र खाने हर्बिभोरस भनेको त्यही हुन्छ नि त होइन घाँसपात मात्र खाने ठिक छ त्यो भनेको ट्याडपोल फ्रग हर्बिभोरस त्यो पनि सम्झिनु पर्ने इम्पोर्टेन्ट क्वेसन हो अर्को के हुन्छ भने यो भनेको ट्याडपोल फ्रग भनिसक्यौँ अर्को के हुन्छ जस्तै फिसमा हामीले के पढ्थ्यौँ भने युरियोटेलिक जुन थियो नि त्यो भनेको कार्टिलेजिनस फिस थियो त्यस्तै यसमा पनि फिस पाउँछ तर कुन फिस बोनी फिस भयो अर्को कुरा के छ अर्को भनेको अहिले नै हामी भनिसक्यौँ क्रोकोडाइल होइन यति कुरा सम्झिनु पऱ्यो है त यो भनेको के हो त यसको यति कुरा सम्झेपछि लगभग पुग्छ अब एकचोटि हामी सर रिभाइज गरौँ के पढ्यो त्यो रिभाइज एकचोटि गरौँ है त फर्स्टमा के थियो त द्याट इज एमोनोटेलिक के प्रोड्युस गर्छ एमोनिया भनेको के हो त मोस्ट टक्सिक एक्सक्रेटिभ प्रडक्ट हो त्यसलाई के चाहिन्छ त एक्सक्रेटिभ छ भने उसलाई मोर वाटर चाहिन्छ डाइल्युट गर्नु पऱ्यो लिस्ट टक्सिक बनाउनु पऱ्यो त्यो भने के हो त त्यही भएर मोर वाटर चाहिन्छ त्यो कहाँ पाइन्छ त एक्वाटिकमा अब त्यो एक्वाटिकमा पाउनु भयो तर यसको इक्जाम्पल सम्झिनको लागि के सम्झिनु पऱ्यो हामीले अल इन्भर्टिब्रेट सबै इन्भर्टिब्रेट्स त्यही पाउँछ प्रोटोजोआ पोलिफेरा सबै प्रोटोजोआ पनि हेर त्यसपछि तर एक्सेप्सन छ सबै इन्भर्टिब्रेटमा पनि एक्सेप्सन छ के मोलस्का छ एनोनबाट त्यसमा के पाइन्छ अमाइनो एसिड भेल्यू अरू अमाइनो एसिड प्रोड्युस गर्नलाई के भन्छ एमाइनोटेलिक भन्छ त्यस्तै अर्को के हुन्छ त अर्थोम छ एन्ड एस्क्यारिस हुन्छ यसले प्रोड्युस गर्ने के हो त एमोनिया पनि प्रोड्युस गर्छ युरिया पनि प्रोड्युस गर्छ दुईटै प्रोड्युस गर्छ तर मोर के प्रोड्युस गर्छ युरिया त्यही भएर के हो त युरियोटेलिकमा टिक लाउनु पऱ्यो यदि दुईटै दिएछ भने दुईटैमा टिक लाउनु बोथमा लगाउनु पऱ्यो है त अब त्यस्तै अर्को के छ भर्टिब्रेटमा के पढ्यो हामीले ट्याडपोल अफ फ्रग भनेको के निकाल्छ त यो भनेको एमोनिया निकाल्छ त्यही भएर एमोनोटेलिक हो यसलाई यो ट्याडपोल फ्रग हर्बिभोरस पनि हुन्छ त्यस्तै बोनी फिस भेल्यू अर्को क्रोकोडाइल पनि भयो है त अब के हो त युरिया निकाल्नलाई युरियोटेलिक भन्छ युरिया भनेको NH2CO यसलाई बन्नको लागि दुईटा एमोनिया प्लस एउटा के चाहिँ CO2 चाहिन्छ र यो जुन बन्ने साइकल हुन्छ नि हाम्रो बडीमा त्यसलाई अर्निथिन साइकल भन्छ के त अर्निथिन अथवा युरिया साइकल पनि भन्छ बुझ्यो नि त्यो सम्झिनु पऱ्यो अथवा ह्यान्ड्स क्रेब्लेट साइकल पनि समथिङ कतै भनिरहेको हुन्छ सम्झिनु पऱ्यो यो भनेको फर्स्ट युरियाको बारेमा केमिस्ट्रीको केही कुरा जान्नु पऱ्यो भने यो भनेको फर्स्ट सिन्थसाइज एक्सिडेन्टली प्रिपेयर अर्ग्यानिक कम्पाउन्ड हो त्यही भएर के भन्छ यसलाई कसले बनाएको एफ होलर साइन्टिस्टले बनाएको छ त्यस्तै यदि सेकेन्ड मोस्ट कम्पाउन्ड भनेको भन्यो भने बनाउने अर्ग्यानिक कम्पाउन्ड कुन हो भने के भन्ने एसिडिक एसिड कसले बनाएको छ कोल्बेजले बनाएको छ है त अब यसको इक्जाम्पल याद गर्नु पऱ्यो इक्जाम्पलमा के सम्झिने म्यामल सम्झिनु पऱ्यो एडल्ट फ्रग सम्झिनु पऱ्यो एउटा माछा छ कार्टिलेजिनस फिस त्यसको नाम के हो त इलाजम ब्रान्च पनि पाउँछ अर्को एस्क्यारिस र अर्थोम पढिनु सक्यो हामीले अब हेरौँ थर्डमा के छ थर्डमा पढेको हामीले के त युरिकोटेलिक भनेको के निकाल्छ त युरिक एसिड भनेको के हो त लिस्ट टक्सिक एक्सक्रेटिभ अहिलेसम्मको सबभन्दा लिस्ट भन्यो भने के भन्ने युरिक एसिड मोस्ट टक्सिक भन्यो भने के भन्ने द्याट इज कल्ड एमोनिया है त अब युरिक एसिडको बारेमा थोरै जानकारी राख्नु युरिक एसिड कहाँबाट बन्छ के को मेटाबोलिजमबाट प्युरिनमा के पर्छ एडिनाइन पर्छ अर्को के त ग्वाइनिन पर्छ यति कुरा जान्यो ठिक छ अब के हो त यसलाई डाइल्युसन चाहिन्छ र चाहिँदैन किनकि लिस्ट टक्सिक हो त्यही भएर सोलिड फर्म निकालेपछि के फाइदा भयो वाटर कन्जर्भ हुने भयो यसको इक्जाम्पल कसरी सम्झिने यो यसको लागि इक्जाम्पल बीबाट के हो त बर्ड्समा आइबाट इन्सेक्टमा आइबाट रेप्टाइलमा एक्सेप्सन के छ रेप्टाइलको द्याट इज क्रोकोडाइल के हो त एमोनोटेलिक यति कुरा क्लियर छ ठिक छ अब यति कुरा क्लियर भएपछि लगभग सबै क्वेसन भन्छ कहिले बिग्रिँदैन है त अब क्वेसन नम्बर अब यसको एन्सर के भयो त अब यसको एन्सर चाहिँ के भयो त के लेखेर चाहिँ युरिकोटेलिजम इज फाउन्ड इन अब युरिक एसिड मैले भनिसकेँ बिआरई बर्ड रेप्टाइल इन्सेक्ट भनेको थिएँ होइन बर्ड लिजार्ड रेप्टाइल भयो यो पनि रेप्टाइल नै छ यसको एन्सर यो भयो ठिक छ एन्सर के हुन्छ यसको एन्सर डी इज द करेक्ट एन्सर अब क्वेसन नम्बर 4ले के भन्छ मसल्स कन्ट्रोलिङ द प्यासेज अफ युरिन फ्रम द ब्लाडर टु द युरेथ्रा इन्भर्टिब्रेट्स ब्लाडरबाट युरिन भनेको युरेथ्रामा जानको लागि कुन मसल्सले कन्ट्रोल गर्छ त्यो जान्नु पऱ्यो है त अब हेरौँ जस्तै मैले के गरेँ भने एउटा सानो डायग्राम बनाउँछु म के सम्झ यसरी सम्झ पहिला यो भनेको के हो त किडनी छ किडनीबाट ल्याउने भनेको युरेटर भयो युरेटर कहाँ पेन हुन्छ त ब्लाडरमा पेन हुन्छ ब्लाडरबाट के पास हुन्छ यो साइडमा के हुन्छ प्रोस्टेट हुन्छ प्रोस्टेटबाट कहाँ हुन्छ युरेथ्रा मात्रै बाहिर निस्किन्छ कि निस्किँदैन अब यो भनेको के हो त ब्लाडर हो यो भनेको के हो त ब्लाडर यो भनेको के हो त प्रोस्टेट ठिक छ प्रोस्टेट अब हेरौँ यो के हो त युरेथ्रा होइन युरेथ्रा हुन्छ यो भनेको के हो त युरेटर यो भनेको किडनी है अब हेर्दाखेरि के सम्झ्यो भने जस्तै यो मैले के बनाएँ भने यो मैले बनाएँ एउटा ब्लाडर बनाएँ राइट यो भने ब्लाडर बनाएँ ब्लाडरमा के हुन्छ दुईवटा किडनी सपोज यहाँ छ भने यहाँबाट यसरी ओपन हुने भयो युरेटर हुने भयो राइट युरेटर आउँछ युरेटर यसमा ओपन हुने भयो होइन यहाँबाट के चाहिँ युरेथ्रा हुन्छ यसरी पास हुँदै आयो यो साइडमा के हुन्छ प्रोस्टेट छ प्रोस्टेट ग्ल्यान्ड छ यहाँबाट पास हुँदै बाहिर निस्कियो युरेथ्रा हुँदै निस्कियो होइन बाहिर ल बाहिर निस्कियो ठिक छ अब यो मेलको मैले बनाएको ठिक छ अब हेरौँ अब यो जुन छ नि यो जुन पढ्यो हामी यसमा के छ भने यसमा युरेटर छ यो छ अब क्वेसन के सोधेछ भने यसलाई ब्लाडरबाट बाहिर कन्ट्रोल द के भन्छ कन्ट्रोल
कन्ट्रोल द पासेज अफ युरिन फ्रम ब्लाडर टु युरेथ्रा, ब्लाडरबाट योबाट युरेथ्रामा जानको लागि के हुन्छ त त्यो निकाल, त्यो सोधिरहेको छ। अब हेर यहाँ के हुन्छ भने यहाँ भनेको एउटा भित्रतिर छ, त्यसलाई इन्ट्रेन्सिक भन्छ, यो भनेको अर्को के त बाहिरतिर हुन्छ हैन। अब हेर यो भित्रतिर जुन छ त्यसलाई भन्छ इन्ट्रेन्सिक अथवा इन्ट्रेन्सिक स्फिङ्क्टर, इन्ट्रेन्सिक स्फिङ्क्टर, र बाहिरतिर छ त्यसलाई हामी के भन्छ त एक्सट्रेन्सिक स्फिङ्क्टर मसल्स हो के हो स्फिङ्क्टर राइट। हो यो चाहिँ मसल्स हो, त्यसले नै रेगुलेट गरेर हुन्छ कि। र यो जुन के छ, यो जुन इन्ट्रेन्सिक छ नि, इन्ट्रेन्सिक भने के हो त हाम्रो कन्ट्रोलमा हुँदैन, यो के हो त अटोनोमिक नर्भस सिस्टम, यो नर्भस कन्ट्रोलमा हुन्छ कि, नर्भस कन्ट्रोलमा हुन्छ। यो के हो त यो हाम्रो कन्ट्रोलमा हुन्छ, यो भनेको भोलुन्टरी हामीले कन्ट्रोल गरेर, जस्तै पिसाब लागेको छ हामीले रोक्न सक्छौँ नि त हैन। त्यो भनेको के हो त एक्सट्रेन्सिकले काम गरेर हुन्छ, इन्ट्रेन्सिकले हाम्रो कन्ट्रोलमा हुँदैन। अटोनोमिकमा पनि के छ दुईवटा हुन्छ, एउटा भनेको पारासिम्पेथेटिक नर्भस सिस्टम हैन, अर्को के हुन्छ अर्को भनेको द्याट इज सिम्पेथेटिक नर्भस सिस्टम, दुईवटा हुने भयो हैन। अब यो ब्लाडरलाई सप्लाई गर्ने भनेको ब्लाडर सप्लाइड बाई केले गरेको हुन्छ, यो ब्लाडर अटोनोमिक नर्भस सिस्टमले ब्लाडरलाई सप्लाई गरेको हुन्छ, बुझ्यो नि। हो अब के हुन्छ भने यो जुन छ नि पारासिम्पेथेटिक नर्भस सिस्टम जुन छ, पारासिम्पेथेटिक नर्भस सिस्टम छ, अर्को के त सिम्पेथेटिक नर्भस सिस्टम। सिम्पेथेटिक नर्भस सिस्टमले के गर्छ भने फिलिङ अफ युरिन इन्टु केमा ब्लाडरमा युरिन भरिने काम भनेको कसले गर्छ त सिम्पेथेटिकले। त्यस्तै पारासिम्पेथेटिकले के गर्छ भने के गर्छ त पासिङ अफ युरिन, द्याट इज मिक्चुरेसन भन्छ। मिक्चुरेसन भनेको युरिन पास गर्ने काम कसको हो त पारासिम्पेथेटिक काम हो, फिल गर्ने काम के हो ब्लाडरमा, द्याट इज के हो त कुन हो द्याट इज सिम्पेथेटिक नर्भस सिस्टम। अब एउटा अझै कुरा याद गर्नु, यो ब्लाडर छ भने ब्लाडरको भनेको यति मैले काटेर हेर्दाखेरि यो जुन पोर्सन छ नि यो वालमा कुन मसल्स पाउँछ, यो वालमा मसल्स पाउने भनेको कुन हो त डेट्रुसर मसल छ नि। हो यही मसल्सलाई सप्लाई गर्ने भनेको के हो त यही मसल जुन छ नि हो यो मसल्सलाई सप्लाई गरेको के हो त यो अटोनोमिक नर्भस सिस्टमले सप्लाई गरेर हुन्छ, यही मसल्सले सप्लाई गरेर हुन्छ। र के हो त सिम्पेथेटिक नर्भस सिस्टमको बेलामा फिल बढिन्छ किनकि यो मसल्स के हुन्छ रिल्याक्स हुन्छ, र पारासिम्पेथेटिक बेलामा मिक्चुरेसन हुन्छ, यसमा त बाहिर रिलिज हुन्छ। किन रिलिज हुन्छ किनकि यो मसल्स के हुन्छ त कन्ट्र्याक्ट हुन्छ। यति कुरा सम्झिनु पर्यो है त। अब हेरौँ एउटा कुरा अझै सम्झिहालौँ यसमा के छ भने जस्तै यो भनेको के हो त युरेथ्राको ओपनिङ हो, कहाँ ब्लाडरमा, यो के हो त ब्लाडर यो ब्लाडर होइन, यो माथिको जुन छ नि यो भनेको युरेटरको ओपनिङ ब्लाडरमा भयो होइन। त्यसपछि तल के हो त युरेथ्राको ओपनिङ हो होइन। हो यो दुईटै लाइनलाई जोड्दाखेरि यसरी जोडिदियो भने एउटा के भन्यो त यो ट्रायङ्गल बनेको भनेन होइन। हो ट्रायङ्गल भन्यो, त्यही ट्रायङ्गलको नाम के छ भने यसलाई ट्राइगोन भन्छ। ट्राइगोन भन्छ, कहाँ हुन्छ ट्राइगोन ब्लाडरमा, बुझ्यो नि। सम्झिन सकिन्छ नि, सकिन्छ है त। यति कुरा सम्झिनु पऱ्यो, ठिक छ। ट्राइगोन भन्छलाई यति कुरा क्लियर भयो। अब हेर्नु त अब यो क्वेसन त मिल्छ नि, मिल्छ न। हो के भन्छ क्वेसनले मसल्स कन्ट्रोलिङ द पासेज युरिन फ्रम द युरेथ्रा इन्टु द ब्लाडर टु युरेथ्रा इन्भर्टिब्रेट भन्यो भने केमा टिक लगाउनु पऱ्यो, भने द्याट इज स्फिङ्क्टर मसल्स। अब कार्डिक मसल्स हुन्छ, कार्डिक मसल्स पनि इन्भोलन्ट्री हो, हाम्रो कन्ट्रोलमा छ त छैन नि, यो पनि अटोनोमिक नर्भस सिस्टमले नै काम गरेको हुन्छ, यसमा पनि हाम्रो कन्ट्रोलमा छ र छैन नि, छैन। त्यस्तै स्केलेटल मसल्स भनेको यो चाहिँ भोलुन्टरी हो, हाम्रो कन्ट्रोलमा हुन्छ। यो बाइसेप कन्ट्र्याक्ट गर्छन् हामी आफैले, त्यस्तै यो पनि के हो इन्भोलन्टरी नै हो होइन। अब यसको के छ भने स्केलेटल मसल्सलाई अर्को के नामले चिनिन्छ स्ट्राइटेड मसल्समा दुईवटा कुरा आउँछ, कार्डिक मसल्स पनि आउँछ, अर्को के हो त कार्डिक मसल्स र स्केलेटल मसल्स दुईवटा आउँछ होइन। तर यदि दुईवटा दिएको छैन भने टिक लगाउनु पर्यो, स्केलेटलमा छ भने दुईवटामा टिक लगाउनु। त्यस्तै यो स्मुथ मसल्स कस्तो हो त यो भनेको नन स्ट्राइटेड मसल्स। यति कुरा अरू कुरामा मसल्सको डिस्कस गर्छ, त्यसमा के भन्छ एनिमल टिस्यू पढ्दाखेरि सबै पुरा डिटेलमा डिस्कस गरौँ है त। यति भयो, त्यही यसको एन्सर के भयो त सी द करेक्ट आन्सर। अब जाउँ क्वेसन नम्बर 5। क्वेसन नम्बर 5ले के भन्छ द कन्भर्जन अफ प्रोटिन वेस्ट द्याट इज एमोनिया इन्टु युरिया। प्रोटिनबाट ब्रेकडाउन हुँदाखेरि के भन्छ एमोनिया भन्छ, एमोनियालाई युरियामा कन्भर्ट गर्ने कहाँ हुन्छ त त्यो सोधिरहेछ हो कि नै। हो के भन्यो भने क्वेसन के भन्छ भने जस्तै हामीले खायो प्रोटिन खायो, हामी डाइटमा के खायो प्रोटिन, ठिक छ। प्रोटिन जब ब्रेकडाउन हुन्छ नि हो त्यति बेला एमाइनो एसिड भन्छ। एमाइनो एसिड यसको सानो फर्म होइन, एमाइनो एसिड्स बिल्डिङ ब्लक अफ प्रोटिन भन्ने एमाइनो एसिड यदि ब्रेक भयो भने के भन्छ त एमोनिया निस्किन्छ, एमोनिया राइट, एमोनिया निस्किने भयो। एमोनिया भने के हो त टक्सिक कम्पाउन्ड हो, यसले पनि पढिसक्यौँ, टक्सिक कम्पाउन्ड छ, टक्सिक कम्पाउन्ड हो। यो एमोनिया टक्सिक कम्पाउन्ड छ भने एमोनियालाई हाम्रो बडीमा राख्नुपर्छ त पर्दैन, त यो ब्रेकडाउन जुन हुन्छ नि हो त ब्रेकडाउन हुन्छ राख्नु पर्दैन। त्यही भएर एमोनिया कहाँ जाने भयो तब कहाँ जान्छ लिभरमा जान्छ, कहाँ जान्छ लिभरमा जान्छ।
लिभरमा के गर्छ भने लिभर भनेको सबभन्दा बिजिएस्ट अर्गन पनि भन्छ यसलाई। लिभर भनेको कस्तो अर्गन भने बिजिएस्ट अर्गन, सबभन्दा बढी काम गर्ने हाम्रो बडीको भनेको लिभर हो कि, त्यही भएर बिजिएस्ट अर्गन पनि भन्छ लिभरलाई, सम्झिनु, बिजिएस्ट अर्गन पनि लिभर हैन। ओके, अब हेरौँ यो बिजिएस्ट अर्गन छ। लिभरले के गर्छ भने यो जुन एमोनिया आएको छ नि, हो एमोनिया आएको छ, एमोनियालाई ब्रेक गरेर के बनाउँछ, युरिया बनाउँछ, ब्रेक हैन, युरिया बनाउँछ। अब हेरौँ कसरी बनाउँछ त, एमोनियालाई कार्बन डाइअक्साइडसँग कम्बाइन गर्छ, CO2सँग कम्बाइन गर्छ र बनाएपछि के बनाउँछ, युरिया बनाउँछ हैन। युरिया बनाउनु भयो अनि यसको फर्मुला के हो त, NH2CO NH2 हो नि हैन, दुईटा एमोनिया एउटा कार्बन डाइअक्साइड मिलेर के बनायो, युरिया बनाउनु भयो। हो त्यो साइकलको यो जुन प्रोसेस हुन्छ नि लिभरमा, त्यो भनेको साइकलको नाम के हो त, अर्निथिन साइकल, अर्निथिन साइकल अथवा यसलाई नै युरिया साइकल पनि भन्छ, युरिया साइकल पनि भन्छ। यति बुझ्यौ। अब हेरौँ यो साइकलमा चाहिने भनेको कम्पाउन्डहरू कुन कुन हो त, सोध्छ हामीलाई। यो साइकल एउटा साइकल हो, मैले त सर्टकट देखाएको हो। यसमा चाहिने भनेको कम्पाउन्ड्स के हो भने के चाहिन्छ भने के याद गर्ने, एउटा अर्निथिन चाहिन्छ, अर्को के त सिट्रुलिन, अर्निथिन, सिट्रुलिन र अर्जिनिन, अर्जिनिन है त। यो तीनटै कम्पाउन्ड चाहिने भने के हो त, अर्निथिन साइकलमा हो। र यसको लागि मस्ट कमन इन्जाइम कुन हो त, मस्ट कमन इन्जाइम भन्यो भने के याद गर्ने, यो साइकलको लागि अर्जिनेज भन्छ, अर्जिनिन छ नि, हो यति लेखौँ, अर्जिनिन छ भने यसको लेखौँ, अर्जिनिन छ भने यसको इन्जाइम मस्ट कमन हो के त, अर्जिनेज, अर्जिनेज भन्छ, अर्जिनेज भन्छ। यो इन्जाइम भनेको मस्ट कमन हो युरिया बनाउनको लागि, त्यही भएर सम्झिनु पऱ्यो। यो स्टेपमा यो इन्जाइम जहाँ चाहिन्छ नि त्यो स्टेपमा के हुन्छ, युरिया भन्छ, त्यही भएर यति कुरा सम्झिनु पऱ्यो। यो रिक्वायर्ड, यो चाहिन्छ, यो बुझ्यो नि, यति याद छ भने क्वेसन बिग्रिँदैन है त। त्यही भएर यसको एन्सर के भयो भने द्याट इज लिभर हुने भयो हैन। तर क्वेसनमा के सोध्छ कहिले काहीँ, यहाँ के सोधिरहेको छ, यहाँ जुन युरिया भन्छ क्वेसनमा के थियो, युरिया थियो हैन। अर्को क्वेसन के सोध्न सक्छ, युरिया छ, युरियाको फर्मेसन कहाँ हुन्छ सोध्छ क्वेसन, युरियाको फर्मेसन कहाँ हुन्छ। अर्को के सोध्छ, युरियाको एक्सक्रेसन कहाँ हुन्छ, एक्सक्रेसन कहाँबाट हुन्छ सोध्छ, मेन अर्गन के हो त सोध्छ यसरी क्वेसन। त्यति बेला केमा टिक लगाउनु पऱ्यो, त्यति बेला के फर्मेसन भन्यो भने केमा टिक लगाउनु पऱ्यो, लिभर, एक्सक्रेसन भन्यो भने कहाँबाट हुन्छ त, किडनी, त्यही भएर क्वेसन पढ्दाखेरि ध्यान दिनुपर्छ, बुझ्यो नि, यसरी ध्यान दिने तब हुन्छ। यहाँ के भन्छ, कन्भर्जन अफ प्रोटिन वेस्ट, प्रोटिनको जुन वेस्ट छ नि एमोनिया, त्यो युरिया भन्छ, कहाँ हुन्छ त्यो लिभरमा, त्यही भएर एन्सर लिभर पाएको। अब क्वेसन नम्बर 6 जाम। क्वेसन नम्बर 6ले के भन्छ, किडनी अफ द फ्रग एन्ड ऱ्याबिट, फ्रग र ऱ्याबिटको किडनी कस्तो हुन्छ भन्छ क्वेसनले, फ्रग र ऱ्याबिटको किडनी कस्तो हुन्छ भन्छ क्वेसनले, त्यो सम्झिनु पऱ्यो है त। अब क्वेसन नम्बर 6मा हेरौँ, क्वेसन नम्बर 6ले के भन्छ, किडनी अफ फ्रग एन्ड ऱ्याबिट आर, अप्सन ए छ के त मेजोनेफ्रिक किडनी, मेटानेफ्रिक किडनी, अप्सन बी मेटानेफ्रिक किडनी एन्ड मेजोनेफ्रिक किडनी, अप्सन सी प्रोटोनेफ्रिक एन्ड मेजोनेफ्रिक, अप्सन डी मेजोनेफ्रिक एन्ड प्रोटोनेफ्रिक। यो भनेको अलिकति कन्फ्युजिङ छ, त्यही भएर यसको बारेमा हामीले अलिकति डिटेलमै कुरा गरौँ है त। सबभन्दा पहिला किडनी हैन, किडनीको ओरिजिन प्रोटोनेफ्रिक, मेजोनेफ्रिक कसरी भयो त्यो कुरा गर्छौँ है त। किडनी भनेको कहाँबाट बनेको छ त, मेजोडमबाट, मेजोडम। अब हेरौँ मेजोडमको बारेमा, मेजोडमबाट किडनी बनेको छ, कहाँबाट, मेजोडमबाट बनेको छ। त्यस्तै मेजोडमबाट अरू के बनेको छ त्यो सोधिदियो भने के गर्ने, त्यसको लागि एउटा निमोनिक सम्झिनु पऱ्यो, के सम्झिनु भने मेस्कोडम, ME है त, SCODERM, मेस्कोडम भनेको निमोनिक सम्झिनु पऱ्यो। र जति पनि मेजोडमबाट भन्छ नि सबै यसमा आइदिन्छ। अब हेरौँ जस्तै मैले भने ME बाट के पाइन्छ त, ME भनेको के हो त, M भनेको मेजोथेलियम, मेजोथेलियममा के पर्छ त, मेजोथेलियममा के पर्छ त, प्लिउरा, अर्को पेरिकार्डियम, अर्को पेरिटोनियमहरू बन्न पायो। त्यस्तै एसबाट के हुन्छ त, एसबाट सम्झिनु पऱ्यो भने एस्क्लेटन, बोनहरू भयो कि एस्क्लेटन हैन। त्यस्तै एसबाट भनेको आँखाको एस्क्लेरा हुन्छ नि, आँखाको एस्क्लेरा पनि भन्छ। अर्को एसबाट भनेको एस्प्लिन,
स्प्लिन भन्छ, स्पेलिङ मिलेन, स्प्लिन। स्प्लिनको पनि के हो त, ओरिजिन भनेको मेजोडर्मल नै हुन्छ। त्यस्तै सीबाट भने के सम्झिने भने सीबाट भनेको कनेक्टिभ टिस्यु, कनेक्टिभ टिस्यु भयो। त्यस्तै अर्को भनेको सीबाट सिलम, सीबाट सिलम। अर्को भनेको कर्टेक्स, कर्टेक्स के को कर्टेक्स त, कर्टेक्स भनेको एड्रिनल कर्टेक्स, एड्रिनल कर्टेक्स। किन मैले भनेको एड्रिनल कर्टेक्स, किडनीकै माथिमा हुन्छ, यो पनि मेजोडर्मल हुनुपर्ने। तर के हुन्छ भने, तर के सम्झिनु पर्छ भने जस्तै यो भनेको किडनीको माथिमा छ होइन, एड्रिनल कर्टेक्स छ। एड्रिनल कर्टेक्सको भित्रतिर के हुन्छ, मेडुला हुन्छ, बाहिरतिर के हुन्छ त, बाहिरतिर कर्टेक्स हुन्छ। भित्रमा के हो, भित्रमा भनेको यो बाहिर भनेको भयो, बाहिर भनेको यो त कर्टेक्स हो, यो भनेको भित्रमा के छ त, भित्रमा मेडुला, यो के हो त, एड्रिनल ग्ल्यान्ड हो। ठिक छ। अब हेरौँ यो जुन कर्टेक्स हुन्छ नि, कर्टेक्स भनेको केबाट बनेको हुन्छ मैले भनिसकेँ, मेजोडर्मबाट। तर यो भित्रको पार्ट छ नि, यो भनेको इक्टोडर्मबाट भन्छ कि, इक्टोडर्मबाट सम्झिनु पऱ्यो, सरी यसरी सम्झिनु पऱ्यो त। त्यस्तै अर्को हेरौँ, अर्को भनेको डी, डीबाट के हुन्छ त, डीबाट भनेको डेन्टाइन अफ टुथ, दाँतको डेन्टाइन। अर्को के त, अर्को भनेको स्किनको डर्मिस, डर्मिस लेयर हुन्छ नि, त्यो पनि त्यहीबाट भन्छ। यीबाट सम्झिनु पऱ्यो भने के त, एन्डोथेलियम, एन्डोथेलियम हो। आरबाट के त, आरबाट भनेको रिनल सिस्टम, रिनल सिस्टमको सबै पार्ट, रिनल सिस्टम। तर एउटा एक्सेप्सन छ, एक्सेप्ट के, एक्सेप्ट भनेको युरिनरी ब्ल्याडर, युरिनरी ब्ल्याडर चाहिँ एक्सेप्सन हो। एक्सेप्सन छ भने यसमा त यो कुनबाट आएको त, त्यो पनि याद गर्नु पऱ्यो। यो के हुन्छ त, यो भनेको इन्डोडर्मबाट भन्छ, इन्डोडर्मल ओरिजिन हुन्छ यो, त्यो सम्झिनु पऱ्यो। त्यस्तै एमबाट भने के आयो भने, एमबाट भनेको सम्झिनु पऱ्यो भने के भने माइक्रोग्लिया, माइक्रोग्लिया कहाँ हुन्छ यो, ब्रेनमा, माइक्रोग्लिया ब्रेनमा छ कि छैन, छ। अर्को भने के सम्झिनुहुन्छ भने मसल्सहरू भने यहाँबाट आउनु पऱ्यो, मसल्स। अर्को के त, अर्को भनेको मेलमा गोनाड, एमबाट मेल, मेलमा के त, मेल गोनाड, मेल गोनाड, मेल गोनाड भने के हो त, टेस्टिस। तर एक्सेप्सन फेरि यहाँ पनि आयो, एक्सेप्ट, एक्सेप्ट यहाँ पनि छ। टेस्टिस त छ, तर टेस्टिसभित्र जुन के हुन्छ त, जर्म सेल हुन्छ नि, जर्म सेल। यो जर्म सेल भनेको कस्तो हो भने फेरि यो इन्डोडर्मल ओरिजिन हो, सम्झिनु पऱ्यो, राइट। यति कुरा सम्झिने कनेक्टिभ टिस्यु भयो होइन, यति कुरा भने मेजोडर्मल। अर्को कुरा के सम्झिनु भन्छ, जस्तै अब मेजोडर्मबाट त बन्ने भयो, मेजोडर्मबाट बनेपछि मेजोडर्मबाट के हुन्छ, सबभन्दा पहिला किडनी भन्दाखेरि पहिला एट द त्यो के भन्छ डेभलपमेन्टको बेलामा, जब पेटमा बच्चा 4th विकमा हुन्छ नि, 4th विक हो, 4th विकको बेलामा सबभन्दा पहिला के भन्छ भने प्रोटोनेफ्रिक किडनी भन्छ, प्रोटोनेफ्रोज भन्छ त्यसलाई, प्रोटोनेफ्रोज। अब हेर प्रोटो भनेर छ, प्रोटोको मिनिङ नै के हुन्छ भने, प्रोटोको मिनिङ के हुन्छ भने प्रिमिटिभ, फर्स्ट फर्म हो कि नै। प्रोटोको मिनिङ के हुन्छ भने प्रिमिटिभ, प्रिमिटिभ, प्रिमिटिभ हुन्छ होइन, हो प्रिमिटिभ हुन्छ। यो के हुन्छ भने यो भनेको यो प्रोटोनेफ्रोज कसरी भन्छ भने 7 देखि 10वटा सोलिड सेल्स, सोलिड सेल्सबाट बने हुन्छ र पछि गएर यो भनेको डिजेनरेट भइहाल्छ कि, त्यसलाई हामीले के भन्छ, नेफ्रोटोम, नेफ्रोटोम भन्छ, नेफ्रोटोम। ठिक छ, नेफ्रोटोम। यो भनेको लोवर एनिमल्समा पर्ने भयो कि, यो लोवर डिजेनरेट हुन्छ, त्यति सम्झिनु पऱ्यो, नेफ्रोटोम भन्छ त्यसलाई। ठिक छ। अब जस्तै अर्थमा पढ्दा पनि नेफ्रोटोम आयो होला, क्लोरागोजेन सेल नजिक सुने होला है त, त्यो पनि सम्झिनु पऱ्यो, लोवर एनिमल इन्भर्टिब्रेटमा पढ्यो नि त होइन, त्यसै सम्झिनु पऱ्यो नेफ्रोटोम। अर्को भनेको फ्रगको लार्भाहरू पनि पढ्ने भयो होइन। त्यस्तै अर्को कुरा के सम्झिने भने यो 4th विकमा थियो होइन, यो आएको भने के हो त, यसमा यसको इक्जाम्पल सम्झिनु पऱ्यो। इक्जाम्पल्स कहाँ पाउँछ त, यो भनेको कहाँ पाउने त, प्रोटोनेफ्रिक किडनी, प्रोटोनेफ्रोज। यसको लागि के सम्झिने, इक्जाम्पलमा पीबाट भनेको प्रोटोनेफ्रिक भयो, पीबाट भनेको पी, सी एन्ड टी सम्झिन्छ म, पिसिटी होइन। सीबाट भने के त, सीबाट भनेको साइक्लोस्टोमाटा, साइक्लोस्टोमाटा, साइक्लोस्टोमाटा भन्छ त्यसलाई होइन। ठिक छ। अर्को भनेको टीबाट भनेको ट्याडपोल अफ फ्रग, फ्रगको ट्याडपोलमा पनि पाउँछ। ठिक छ। अब जस्तै हेरौँ, यो त प्रोटोनेफ्रिक कुरा गरेँ, त्यसपछि अब यहाँ त हटाएन मैले, यहाँ यतातिर लेख्छु प्रोटोनेफ्रिक भयो। अर्को के त, मेजोनेफ्रिक, मेजोनेफ्रोज, मेजोनेफ्रोजबाट बनेको किडनीलाई के भन्छ, मेजोनेफ्रिक किडनी भन्छ होइन। यो भनेको पनि के हुन्छ, डिजेनरेट हुन्छ होइन, यो भनेको पनि डेभलप हुन्छ तर डिजेनरेट हुन्छ। यो कहाँ कहाँ पाउँछ, यसको इक्जाम्पल याद गरौँ, यसमा धेरै कुरा जान्नु पर्दैन, इक्जाम्पल जानै पुग्छ कि। इक्जाम्पल्समा के सम्झिनु पऱ्यो भने एउटा माछा फिसेज भयो, अर्को के त एडल्ट एम्फिबियन,
एडल्ट एम्फिबियन मतलब फ्रग्सहरू, एडल्ट फ्रगहरू। यसको लागि यदि निमोनिक्स चाहिँ बनाउनु पऱ्यो भने के सम्झिने भने FAM एफबाट के भयो त? एफबाट के भयो? एफबाट भनेको माछा, एएमबाट एम्फिबियन अथवा एमबाट भनेको लास्टको एम छ, एमबाट मेजोनेफ्रिक भयो। त्यस्तै उतातिर हामीले पिसिटी पढेको थियो, पीबाट भनेको प्रोटोनेफ्रिक थियो, त्यसको लास्टबाट के छ? एम छ, एमबाट मेजोनेफ्रिक भयो, एफबाट फिस भयो, एबाट एम्फिबियन भयो, त्यसरी सम्झिन सकिन्छ। त्यस्तै अर्को काम होइन, अर्को के छ? अर्को भनेको मेटानेफ्रोस, मेटानेफ्रिक अथवा मेटानेफ्रोस किडनी भन्यो भने यो भनेको हामीलाई धेरै सोध्छ है त, त्यो सम्झिनु पर्यो। मेटानेफ्रिक किडनी कहाँबाट भन्छ भने योबाट भने के हो त? मेटानेफ्रिक किडनी, मेटानेफ्रिक प्लास्टेमा भनेको सेल हुन्छ, त्यसले बनाउने भनेको के हो त? मेटानेफ्रिक किडनी हो। मेटानेफ्रिक किडनी अझै डिटेलमा पर्छ, इन्ट्रान्समा त्यति डिटेलमा चाहिँदैन, त्यही भएर नभनेको, अझै पढ्नुपर्छ, त्यही सम्झिनु पऱ्यो। तर यो कहाँ पाउँछ त्यो सम्झिनु पऱ्यो। यो भनेको पाउने भनेको इक्जाम्पल्स सम्झिनु पऱ्यो। यसको लागि इक्जाम्पल कसरी सम्झिने भने RAM सम्झिने। आरबाट के त? आरबाट भनेको रिप्टाइल्स, एबाट के भयो त? एप्स भनेको के भयो त? बर्ड। त्यस्तै एमबाट के त? म्यामल्स। योमा पनि यसरी सम्झिन सकिन्छ सबै कुरा, त्यसरी सम्झिनु, राइट। यो पनि भयो। अर्को भनेको यो पनि सम्झिन सकिन्छ। अर्को हामीले के सम्झेको थियो? यो मेजोडर्मको लेयर पनि सम्झिन सकिन्छ। यो मेजोडर्म कहाँ पाउँछ थियो? अर्को भनेको यसको इक्जाम्पल पिसिटी। यति कुरा सम्झियो भने यसको सबै क्वेसन मिल्छ। अब अप्सन एमा त फ्रग, किडनी अफ फ्रग भनेको छ। फ्रग भनेको छ भने एडल्ट हो कि द्याट इज कल लार्भा भनेको छैन नि त, त्यति बेला एडल्ट बुझ्नुपर्छ। अर्को ऱ्याबिट सोधिरहेको छ, ऱ्याबिट भने के हो त? एडल्ट फ्रग भनेको एडल्ट फ्रग हो। अर्को ऱ्याबिट भने के हो त? म्यामल्स। अब यदि म्यामल छ भने म्यामलमा कुन पाइन्छ त? मेटानेफ्रिक किडनी। यदि एडल्ट फ्रग छ भने कुन पाइन्छ त? मेजोनेफ्रिक। अनि केमा टिक लगाउनु पर्यो त? फ्रग भन्छ मेजोनेफ्रिक, मेटानेफ्रिक। एन्सर ए इज द करेक्ट एन्सर, ठिक छ नि। यसरी सबै क्वेसन सल्भ गर्ने भयो। अब क्वेसन नम्बर 7 भनौँ। क्वेसन नम्बर 7ले के भन्छ त? विच अफ द फ्लोइङ इज नट एब्जर्भ फ्रम द प्रोक्सिमल टिबुल्स अफ द किडनी। प्रोक्सिमल टिबुलबाट के एब्जर्भ हुँदैन भन्छ क्वेसनले। जस्तै यो भनेको के भयो त? युरिनरी ब्लाडर, द्याट इज ग्लोमेरुलस भयो होइन। त्यसपछि पिसिटी अलिकति कन्प्लिटेड हुन्छ सुरुमा, त्यसपछि भनेको स्टेट भन्छ, स्टेट भयो पिसिटी। त्यसपछि तल गएर लुकोपेनली, त्यसपछि ठ्याक्कै माथितिर जान्छ एसेन्डिङ लुकोपेनली भयो। त्यसपछि अलि माथि गएपछि फेरि डाइलेट हुन्छ, अनि माथि गएर के बनाउँछ? डिसिटी बनाउँछ, अनि कलेक्टिङ डक्टर। त्यो कहाँ पाइन्छ त? त्यतिखेर डक्टर बेलिनीमा होइन। यो के हो त? यो भनेको ग्लोमेरुलस वोमेन्स क्याप्सुल, त्यो ग्लोमेरुलर क्याप्सुल पनि भन्न पाइयो, ग्लोमेरुलर क्याप्सुल, ठिक छ। त्यस्तै यो भनेको पिसिटी, यो भनेको हो त? लुप अफ हेनली, डिसेन्डिङ लुप अफ हेनली। यो भनेको हो त? डिसेन्डिङ लुप अफ हेनली। यो भनेको एसेन्डिङ लुप अफ हेनली। यो भनेको हो त? यो के त? यो भनेको डिसिटी, यो भनेको कलेक्टिङ टिबुल्स, र यो भनेको हो त? डक्टर बेलिनी, ठिक छ। अब के सोच्नुपर्छ भने नट एब्जर्भ भन्छ क्वेसनले। के भन्छ? नट एब्जर्भ हुँदैन पिसिटीबाट के एब्जर्भ हुँदैन। अब हेरौँ त, यसको लागि पिसिटी जुन छ नि, पिसिटीमा के कुरा अब्जर्भ भन्दा पनि रिएब्जर्भ भन्नु पऱ्यो कि। रिएब्जर्भ भन्नुपर्ने थियो, रिएब्जर्भ हुन्छ कुन कुरा होइन। अब पिसिटीबाट के हुन्छ त? पिसिटीबाट भनेको एमाइनो एसिड्स प्लस ग्लुकोज। एमाइनो एसिड्स र ग्लुकोज हुन्छ नि, यो भनेको 100% एब्जर्भ हुन्छ, रिएब्जर्भ हुन्छ होइन। तर अब यो ग्लुकोज हुन्छ नि, ग्लुकोजको थ्रेसोल्ड, रिनल थ्रेसोल्ड भन्यो भने के बुझ्ने? रिनल थ्रेसोल्ड, ग्लुकोजको रिनल थ्रेसोल्ड कति हुन्छ? 180, 180 हुन्छ। यसको मतलब के भयो भने 180 मिलिग्राम, 180 कन्सन्ट्रेसन जति बेला ग्लुकोज हुन्छ नि, त्यति बेलासम्म किडनीले सबै कुरा एब्जर्भ गर्छ, फाल्दैन। तर योभन्दा यदि बढी ग्लुकोज भइदियो भने, त्यति बेला बढी भइदियो भने किडनीले के गर्छ? अब एब्जर्भ गर्न पाउँदैन, फाल्छ। त्यति बेला सुगर भनेको ग्लुकोज हो, सुगर भनेको कहाँ देखिन्छ त? युरिनमा। त्यसलाई नै के भन्छ हामीलाई? ग्लुकोज युरिया।
ग्लुकोज युरिया के हो त ग्लुकोज देखिनु सुगर देखिनु युरिनमा त्यो कुन केसमा देखिन्छ त यो भनेको डायबिटिज पनि दुईटा हुन्छ डायबिटिज मलाइटस इन्सुलिनको डिफिसियन्सी वाला हुन्छ एउटा डायबिटिज इन्सिपिटस हुन्छ त्यो भनेको एन्टी डायरेटिक हर्मोनको डिफिसियन्सीबाट हुन्छ त्यसमा पोलियुरिया ठीक छ अब हेरौँ यति कुरा बुझ्यौँ त्यस्तै हेर्दाखेरि सोडियम जुन हुन्छ नि सोडियम भनेको 65% जति यसमा अब्जर्भ हुने भयो अर्को कुरा भनेको बाइकार्बोनेट पनि अब्जर्भ हुन्छ लगभग 80% जति अब्जर्भ भइहाल्छ त्यस्तै क्लोराइड हुन्छ नि क्लोराइड भनेको कस्तो प्रोसेसबाट अब्जर्भ हुन्छ यो भनेको प्यासिभ ट्रान्सपोर्ट अरू कुरा जति पनि छ नि सबै भनेको एक्टिभ ट्रान्सपोर्टबाट हो तर क्लोराइड भने के छ भने प्यासिभ प्रोसेसबाट हुन्छ ठीक छ अर्को भनेको यो यति आयन एब्जर्भ भइसकेपछि के हुन्छ वाटर पनि एब्जर्भ हुन्छ कसरी हुन्छ अस्मोसिस प्रोसेसबाट वाटर हुने भयो अब्जर्भ किनकि आयन्सहरू बढी गयो भने जतातिर सोलिड बढी छ त्यतातिर त सल्भेन्ट मुभमेन्ट हुनु नि त त्यही भएर अस्मोटिक मेथडबाट मुभमेन्ट भयो ठीक छ अब लुकोपेनली यो जुन छ नि लुकोपेनली जुन छ नि डिसेन्डिङ भनेको ओन्ली पर्मिएबल टु वाटर ओन्ली वाटरसँग पर्मिएबल हुन्छ हैन त्यही भएर वाटर मात्रै एब्जर्भ हुन्छ यसमा साल्ट भन्यो भने यसमा हुँदैन साल्ट एब्जर्भ हुँदैन त्यस्तै एसेन्डिङ लुकोपेनली छ त्यसमा के हुन्छ भने साल्ट मात्रै एब्जर्भ हुन्छ वाटर चाहिँ हुँदैन साल्ट ओन्ली वाटरसँग पर्मिएबल हुँदैन त्यसरी याद गर्नु पर्यो त्यस्तै डिसिटीमा भन्यो भने डिसिटीमा के हुन्छ सोडियम पनि हुन्छ त्यसपछि पोटासियम पनि हुन्छ त्यसपछि क्लोराइड पनि हुन्छ अर्को कुरा के हुन्छ त्यसमा बाइकार्बोनेट्स पनि हुन्छ त्यसरी सम्झिनु पर्यो र कलेक्टिङ टेबल्समा पनि के हुन्छ त सोडियम एब्जर्प्सन हुन्छ यसमा पनि त्यस्तै बाइकार्बोनेट्सहरू हुने भयो हैन र यति कुरा बुझ्नु पर्यो एब्जर्प्सनमा ठीक छ यति कुरा भयो र एउटा कुरा के बुझौँ हामी यसरी आएको हुन्छ एफरेन्ट आर्ट्रियोल्स हैन र यसरी ग्लोमेरुलस बनायो यहाँबाट निस्कियो भने के हो त एफरेन्ट हैन अब हेरौँ यो जुन फिल्ट्रेट भएको छ यहाँबाट जति पनि ब्लड आयो यहाँबाट ब्लड आयो बाहिर यताबाट एफरेन्ट आर्ट्रियोलबाट ब्लड आयो एफरेन्टबाट के हुन्छ त इफरेन्टबाट बाहिर जाने भयो हैन ब्लड आएपछि यो इफरेन्ट के हुन्छ अलिकति पातलो हुन्छ न्यारो हुन्छ यो चाहिँ ब्रोड हुन्छ ब्रोड आयो भने धेरै आयो र थोरै गयो यसमा त प्रेसर गएपछि यहाँ फिल्टर भयो ब्लड आएपछि फिल्टर भयो भने त्यति बेला के फिल्टर हुँदैन त्यो सोच्छ कहिले काहीँ बुझ्छ यसमा के हुन्छ त यसमा भनेको ब्लड छ ब्लडको के पार्ट फिल्टर हुन्छ के हुँदैन ब्लडबाट भनेको फिल्टर हुने हैन यसमा हुने हैन यसमा हुने के हुन्छ फिल्टर हुने के हो त जस्तै ब्लडबाट प्लाज्मा हुन्छ ब्लडमा के हुन्छ प्लाज्मा हुन्छ अर्को के हो त प्लाज्मा भनेको प्लाज्मा प्रोटिन प्लस सेल्स हुन्छ सेल्सहरू फिल्टर हुँदैन हैन र प्लाज्मा प्रोटिन पनि फिल्टर हुँदैन बुझ्यो नि प्लाज्मा प्रोटिन र यो के छ सेल्सहरू छ आरबिसी डब्ल्युबिसीहरू प्लेटेट्सहरू छ तिनीहरू के हो त फिल्टर हुँदैन त्यो सम्झिनु पर्यो फिल्टर हुँदैन हैन यसमा हुँदैन आयो भने त्यो भनेको एब्नर्मल कन्डिसन हो त्यो ड्यामेज भएको छ भने बुझ्नुपर्छ यति कुरा पनि हो त्यसमा हेर्नु त एमाइनो एसिड्स पनि अब अप्सनमा के छ एमाइनो एसिड छ त्यसपछि वाटर छ त्यसपछि के छ त सोडियम छ तिनटै त हो तर इन्सुलिन भनेको त हैन नि त इन्सुलिन आउँदै आएन भने कहाँबाट इन्सुलिन प्रोटिन हो हैन त्यो आउँदै हुँदैन त्यही भएर एन्सर के हुन्छ त इन्सुलिन राइट अब क्वेसन नम्बर 8 मा छ क्वेसन नम्बर 8 ले के भन्छ डक्ट अफ बेलिनी इज एसोसिएटेड विथ यो हामीले अप्सन एमा डिस्कस गर्दाखेरि सबै कुरा मजाले पढिसकेका छौँ डक्टर बेलिनी केसँग छ भने किडनीसँग छ जस्तै मैले भनेको थिएँ के भनेको भने यो किडनी हो किडनीमा के हुन्छ त किडनीको स्ट्रक्चर के हुन्छ स्ट्रक्चरल फङ्सन नेफ्रोनमा अहिले ग्लोमेरुलस बनाए पिसिटी त्यसपछि लुपोपेनली त्यसपछि डिसिटी यसरी हुँदै गयो र कहाँ कलेक्टिङ डक्ट भयो कलेक्टिङ डक्टबाट के हुन्छ त कलेक्टिङ डक्टबाट कहाँ बनाउनु भयो त डक्ट अफ बेलिनीबाट कहाँ हुन्छ त द्याट इज कल रिनल प्यापिलाबाट क्यालिक्सबाट के हो त द्याट इज के हुन्छ पेल्भिसबाट युरेटर हुँदै गयो नि त डक्टर बेलिनी आयो नि त हो त्यही भएर यसको एन्सर के हुन्छ किडनी ठिक छ सेलिब्रेरी ग्ल्यान्ड होइन स्प्लिन होइन अरू कुरा होइन त्यति प्रश्न पर्यो यो सेलिब्रेरी ग्ल्यान्ड स्प्लिन यो सबैको हामीले डिस्कस गरिसकेको छ इन्डोक्राइन सिस्टमको पार्टमा अलरेडी डिस्कस त्यही भएर यहाँ धेरै गर्दिनँ टाइम धेरै पास हुन्छ त्यही भएर यति सम्झिनु अब क्वेसन नम्बर 9 मा क्वेसन नम्बर 9 ले के भन्छ रिप्टाइल्स एन्ड बर्ड्स आर अघि नै आइसक्यो सबै कुरा डिस्कस भइसकेको छ अलरेडी नै रिप्टाइल एन्ड बर्ड रिप्टाइल के थियो त कुनमा पर्छ रिप्टाइल मैले BIRE भनेको थिएँ नि त BIRE बर्ड्स इन्सेक्ट एन्ड रिप्टाइल के थियो त युरिक एसिड निकाल्छ युरिक एसिड ठिक छ यो पनि डिस्कस भइसकेको छ अलरेडी